जमदको त फेरि पनि स्वागत मला तिनीलाई छु यहाँला छु सेवालाई अनि साथसाथै विशेष लक्ष्मीमान्ने तिनी चा यहाँनी है परमेश्वरला असीमित अनुग्रह से लामा फेरि पनि दोषिन यहाँनी चुरी रुक्तावन मला फेको यहाँनी सुरुरी तामाङ वैदु गोबान परमेश्वर त मैगलाई ओचे तिनी आराधना चाहिँ यहाँनी नेपाली रे लाला आराधना हामी गरौँ यो समयमा हामी केही गीत भजनहरू गाउँ हामी सुरुमा हामी तामाङ भजनहरू गाउने छौँ र त्यसपछि हामी आराधना चाहिँ आज हामी नेपालीबाट नै गर्नेछौँ विशेष गरिकन आज अलिकति हाम्रो साथीहरू पनि यहाँ है तामाङ बुझ आदिबा जजाले नानाङ दुगेन जोइन्दावन मुला तेन्दाबे लमाइसलामा तिनी याङरी जम्मन जना है इकेन सेमदसी एउटै मन भएर प्रभुता मयकोलाई हालेलुया हमको याङरी चुदिरी 5 नम्बरला भजनको जम्बुलिङ याङला हिमाइन हिरेला लागि सिधो बछिन चु लुइ एन याङला आइन चु लुइ याङला आत्माला दिन चु वाइगोबान परमेश्वर सत्सनन भएको दिगे जम्बुलिङ याङला हिमाइन निरेला लागि सिधो बछिन सुलुइ याङला सुलुइ याङला आत्माला दिन जम्बुलिङ याङला हिमाइन निरेला लागि सिधो बछिन सुलुइ याङला सुलुइ याङला आत्माला दिन यसुरी विश्वास लाभदा यसुरी विश्वास लाभदा स्वर्गारी मुला जुगजुगला दिन स्वर्गारी मुला जुगजुगला दिन यसुरी विश्वास लाभदा खैमै आत्माला नास सुलुइ सिसे निसैनन् आत्मा ताला स्वर्गारीमा यसुरी विश्वास लाभदा खैमै आत्माला नास सुलुइ सिसे निसैनन् आत्मा ताला स्वर्गारीमा सुसेन्याङला क्रसैनन् सुसेन्याङला क्रसैनन् स्वर्गारी दोषी रुबदाबास स्वर्गारी दोषी रुबदाबास जम्बुलिङ याङला हिमाइन निरेला लागि सिधो बछिन सुलुइ याङला सुलुइ याङला आत्माला दिन यसुरी विश्वास लाभदा यसुरी विश्वास लाभदा स्वर्गारी मुला जुगजुगला दिन स्वर्गारी मुला जुगजुगला दिन दिगद जजसेमा तोसेयन यसुरी मुबागा देशे स्वर्गलाई हुलसरी बाधा अधिकार याङबागा देशे दिगद जजसेमा तोसेयन यसुरी मुबागा देशे स्वर्गलाई हुलसरी बाधा अधिकार याङबागा देशे आसुरारे बमिरङ आसुरारे बमिरङ Dungala dansi agrase, dungala dansi agrase. Jambulin yaङla himain, nirela lagi sido bachin. Suliin yaङla ain, suli yaङla atamala din. यसुरी विश्वास लाभदा यसुरी विश्वास लाभदा स्वर्गारी मुला जुगजुगला दिन स्वर्गारी मुला जुगजुगला दिन
हालेलुया परमेश्वर आप छु वैज्ञा मयको दगै साच्चै नै यो गीतबाट परमेश्वरलाई महिमा भएको होस्। आज यो गीतले भन्न खोजेको चाहिँ यो संसार चाहिँ यो दुनिया चाहिँ हाम्रो घर होइन तर 2 दिनको लागि मात्र हो। ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई अरूको निम्ति चाहिँ अनन्तताको घर छ, त्यो चाहिँ स्वर्ग हो। हालेलुया प्रभुलाई महिमा होस्। त्यसपछि दरेम यानी चुदिरी भजन नम्बर 17 नम्बरला तिम्रो छोन्बो प्रभु येशू द विवाई यानी जम्मन दिसमान गई 39 नम्बर मलाई छोन्बो प्रभु येशू ना गम्भुरा सिद्धा बुल्ला सम्मन शोभा प्रभु दा जुसे नगरी दिनमुला छोन्बो प्रभु येशू ना गम्भुरा सिद्धा बुल्ला सम्मन शोभा प्रभु दा जुसे नगरी दिनमुला Magandang dong-dongari Zuhay tambo lingrimi Ngamu bajalen mangkomari Ngamu bajalen tunalari Magandang dong-dongari Zuhay tambo lingrimi Ngamu bajalen mangkomari Ngamu bajalen tunalari Prabhu Yesu dangai syati Dande ganga dadi sukare Prabhu Yesu dangai syati Dande ganga dadi sukare Sumbu Prabhu Yesu da Gambura sidya pulla Zaman sisoba Prabhu da Tusen nangri dinamula Nanda surta lahado Semridu ngalamanado Isula masan yansi brau Sadan dedan biswasalau Nanda surta lahado Semridu ngalamanado Isula masan yansi brau Sadan dedan biswasalau Ela sembla dungala saltala Surgari daglatala Ela sembla dungala saltala Surgari daglatala Sumbu Prabhu Yesu na Gambura Sidya Pulla Sammachi Shobha Prabhu da Susem Nangari Dinamula Sumbu Prabhu Yesu da Gambura Sidya Pulla Sammachi Shobha Prabhu da Susem Nangari Dinamula हालेलुया साच्चै नै परमेश्वर आपता मयको दगाई यो भजनबाट परमेश्वरलाई महिमा होस्। साच्चै यो भजनले चाहिँ भन्न खोजेको जीवित परमेश्वरलाई डम्फु बजाएर स्वागत गरौँ, सबै कुराको सृष्टिकर्तालाई यो हृदयदेखि नै दण्डवत गरौँ भनेर यो भजनले भन्दछ। हालेलुया साच्चै नै परमेश्वर आपता मयको दगाई। अब हामी यो समयमा ढिलो नगरिकन हामी एउटा नेपाली भजनले गाउने छौँ। हामी यो समयमा परमप्रभु मेरो गोठालो हुन् भन्ने यो भजनले गाउँदै हामी आराधना गर्नेछौँ, किनभने आज हाम्रो बीचमा अब समय अलिकति हाम्रो निम्ति अभाव नै छ। त्यो कारणले गर्दाखेरि तामाङ भाइ याङ है तामाङ वचन बसिनन् याङ कोबरी खाम्ला त्यन्ता बेलामा दातेजा अहिले चाहिँ हामी आराधना गर्नेछौँ हाम्रो प्रभुलाई। हालेलुया साच्चै प्रभुलाई महिमा होस्। आउनुहोस् हामी सबैजना मिलेर परमेश्वरको उपस्थितिमा हाम्रो हृदयहरूद्वारा आडबोर्सी हृदयको आराधना परमेश्वरलाई चढाउँ, किनभने परमेश्वरले हाम्रो हृदयको कुरालाई जान्नुहुन्छ र उहाँले जहिले पनि यो कुरालाई खोज्नुहुन्छ। हामीले चाहिँ तपाईहरु मैले चाहिँ हाम्रो हृदयद्वारा चढाएको कुरालाई उहाँले खोज्नुहुन्छ। हालेलुया जुन कुरा चाहिँ आत्मा अनि सत्यतामा हामी उहाँलाई दण्डवत गरौँ, पूजा आउनुहोस् ठेक्काउ परमेश्वरदा गएको फर्के परमप्रभु मेरो गोठालो
प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन उहाँले मेरो पाइलाहरूलाई चिप्न दिनुहुनेछ उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुहुला उहाँले मेरो पाइलाहरूलाई चिप्लन दिनुहुला सुचेनको पानी ल्याउनुहुन्छ सुचेनको पानी ल्याउनुहुन्छ परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन उहाँले मेरो शिरलाई उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ मेरो कचौरा भरेर पुग्दछ मेरो कचौरा भरेर पुग्दछ परम प्रभु मेरो गोठालो परम प्रभु मेरो गोठालो मलाई केहीको काँचो छैन परमेश्वरलाई धन्यवाद चढाउँ जसले हाम्रो असल मित्र हुनुहुन्छ जसले हामीलाई वास्ता गर्नुहुन्छ प्रेम गर्नुहुन्छ र अँगाल्नुहुन्छ ओ येशू तपाईले हाम्रो असल मित्र सबै कुरा हामी तपाईँ सामु समर्पण गर्दछौँ हामी तपाईँमा जब हुन्छौँ साँच्चै नै परमेश्वर अब्बा पिता जब हामी तपाईँ कहाँ आउँदैछौँ सम्पूर्ण कुरा हाम्रो पूर्णतामा तपाईँले ल्याउनुहुन्छ प्रशस्तता भन्दा पनि बढी तपाईँ हुनुहुन्छ हाम्रो जीवनहरूले तपाईँलाई महिमा दिन चाहन्छौँ हाम्रो पाइलाहरूलाई साँच्चै चिप्लन दिनुहुने छैन र सुक्चनको पानी छेउ तपाईँले हामीलाई डोर्याउनुहुन्छ र हाम्रो प्राणलाई तपाईँले साँच्चै तृप्त पार्नुहुन्छ आत्मालाई तपाईँले साँच्चै भर्नुहुन्छ प्रशंसा महिमा महिमा
प्रभु तपाईँ स्तुति गर्दै योगले उचालो तुमा सिंहासनमा महिमा महिमा ओ येशूलाई महिमा महिमा तुमालाई महिमा 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 तुमालाई कारण उहाँ महिमी प्रस्तुति योग्य छ तुमा सिंहासनमा स्तुति गर्दै योगले उचालो तुमा सिंहासनमा तुमा सिंहासनमा ओ येशू महिमाको राजा प्रशंसा येशूलाई महिमा जय जयकार येशूलाई ओ धन्यवाद 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 येशूलाई महिमा येशूलाई प्रशंसा प्रभु तपाईलाई हामी धन्यवाद दिन्छौँ यो समयको निम्ति गौरव महिमा नखाइ तपाईको प्रेमले आज हामी नयाँ भएका छौँ र जिउनको निम्ति आज हामीले तपाईद्वारा स्वर्गीय दर्शनहरू पाएका छौँ र तपाईको छुवाइले हामी निको भएका छौँ र त्यसैले हामी तपाईलाई दण्डवत गर्दछौँ आडाबुर्स हृदयको आराधना तपाईलाई हामी चढाउँदछौँ येशू त्यसैले तपाईले हाम्रो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ र हाम्रो कचौरा भरिएर पोखिन्छ उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ कचौरा भरेर पुगिदछ मेरो कचौरा भरेर पुगिदछ परप्रभु मेरो गोठालो परप्रभु मेरो गोठालो साँच्चै नै सर्वशक्तिमान परमेश्वर हो येशू जब तपाईँ हाम्रो साथमा हुनुहुन्छ साँच्चै नै कुनै पनि कुरा उत्तम कुराको खाँचो हामीलाई हुँदैन तर तपाईँ बिना हाम्रो जीवनहरू व्यर्थ हुँदछ हामी रित्तो हुँदछौँ तपाईँ बिना हामी शून्य अवस्थामा हुँदछौँ येशू त्यसैले हाम्रो जीवनले र प्राणले चाहेको केवल तपाईँ येशू हुनुहुन्छ केवल तपाईँ येशू हामी तपाईलाई महिमित पार्दछौँ साँच्चै नै सर्वशक्तिमान ओ परमेश्वर अब्बा पिता येशू 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 तपाईँलाई महिमा प्रशंसा योग्य
महिमाको योग्य परमेश्वर तपाईँ। साँच्चै नै तपाईको वचनले भन्दछ तिमीहरू ममा रह्यौ भने तिमीहरू मेरो साँचो चेलाहरू हौ भनिकन तपाईको वचनले भन्दछ। साँच्चै नै तपाईँ भित्र हामी यो कुरालाई स्पर्श गर्न थाहा गर्दछौँ कि हाम्रो जीवन चाहिँ तपाईमा जब सुसज्जित तपाईको आराधनाले सुसज्जित भइकन तपाईको सुन्दरताले सजिएकन हामी साँच्चै नै तपाईँ सामु आउँदछौँ। तपाईँ साँच्चै नै त्यो कुराले हामीलाई आनन्दित तुल्याउँदछ। हामी यो कुरा जान्दछौँ तपाईँ हाम्रो असल मित्र हुनुहुन्छ र तपाईँले यो पनि भन्नुभयो कि अबदेखि म उसो तिमीहरूलाई दास भन्ने छैन तर म मित्र तुल्याउने छु, मित्र भन्ने छु भनिकन वचनले भन्दछ। त्यसैले हे परमेश्वर तपाईँ हाम्रो असल मित्र हुनुभएको छ। हाम्रो जीवनमा ज्योति ल्याउने, हाम्रो हृदय चङ्गा पार्ने, हामीलाई तृप्त पार्ने केवल तपाईले हुनुहुन्छ। तपाईले हुनुहुन्छ येशूलाई महिमा धन्यवाद चढाऊ हृदयदेखि धन्यवाद पवित्र परमेश्वरलाई धन्यवाद उहाँले दिनुभयो येशू ख्रीष्ट आफ्नो पुत्र स्वर्गमा उनीहरूले पिता परमेश्वर तपाईलाई हामी धन्यवाद चढाउँदछौँ यस समयको निम्ति जसरी आफ्नो पुत्र दिइकन आफ्नो पुत्रको रूप सम्मान हुनको निम्ति अघिबाटै तपाईले हामीलाई चुन्नु भयो र बोलाउनु भयो र तपाईले धर्मी पनि तुल्याउनु भयो र ख्रीष्टबाट हामीलाई महिमित पनि पारिनु भयो र तपाईलाई हामी उचाल्दछौँ। ओ येशू तपाईलाई महिमा आदर प्रशंसा सदा सर्वदा तपाईलाई हामी चढाउँदछौँ। हाम्रो जीवनले हाम्रो हृदयले तपाईलाई आराधना गर्न चाहन्छौँ। धन्यवाद हाम्रो जीवनबाट तपाईले आफ्नो महिमालाई लिनुहोस्। सबै आदर भक्ति इज्जत मान महिमा प्रशंसा र शक्ति यी सबै कुरा तपाईलाई सदा सर्वदा रहोस् येशूको नाममा आमेन आमेन। हालेलुया परमेश्वरलाई महिमा परमेश्वर द प्रशंसा जय जयकार दगाई हालेलुया यङला परमेश्वर द यङसे प्रशंसा दोन्सी जिनमला ताला परमेश्वरलाई महिमा होस्। आज साँच्चै नै परमेश्वरको उपस्थितिमा हामी छौँ। हामीले अनि उहाँलाई महिमा आराधना प्रशंसा जय जयकार चढाइसकेको छ। यो समय आज हाम्रो अलिकति छिटो गरेका छौँ। अब हामी वचनहरू सुन्न गइरहेका छौँ अनि विशेष गरी आज परमेश्वरको जिउँदो वचन है परमेश्वरलाई छन्द वचनवासी फेमका मलाई यङला सिक्किम यङला आस्याङ है म चाहिँ आस्याङ भन्छु तर म उहाँलाई स्वागत गर्छु। उहाँको छोटो मलाई उहाँको परिचय दिन मन लाग्यो है। हिमालय जोसुवा सेल्स अथवा हिमालय जोसुवा क्याम्पका संस्थापक उहाँ चाहिँ एकदमै त्यहाँका प्रमुख हुनुहुन्छ। हाम्रो शिल्पनाश तामाङ गुरुबालाई हामी स्वागत गर्छौँ र विशेष गरी उहाँसँग मैले अब 2 पटक मैले भेट्न पाएँ। जुममा आज 3 पटक भेट्दैछु। उहाँद्वारामा धेरै आशिषित भएको छ। म चाहिँ अरूले जेसुकै भन्नुहोस् हाम्रो तामाङ टिम हाम्रो टिम लिएर म मतन तामाङले चाहिँ उहाँलाई मेरो एकदमै आदरणीय म अगमवक्ता भनेर उहाँलाई चिन्छु। उहाँको वचनद्वारा हाम्रो सेवका एकदमै फस्टाएको छ। हालेलुया उहाँसँग जोड्नु पाउँदा साँच्चै नै नेपालमा है अब परमेश्वरको सिजन परमेश्वरको त्यो महिमा हामी देखेका छौँ। त्यसकारण हामी खुसी छौँ। उहाँलाई अस्तिको
शब्दमा यो बिहिबारको वचनको लागि मैले छोटो है वचन बोल्नु पर्यो हजुर भन्दाखेरि उहाँले एकै शब्दमा स्वीकार्नु भयो अनि उहाँलाई हामी हृदयदेखि नै हाम्रो तामाङ क्रिस्चियन परिवार र नेपालको हाम्रो टिमद्वारा उहाँलाई धेरै धेरै हामी धन्यवाद दिँदै आज उहाँलाई यो वचनको लागि हाम्रो यो सेवामा हामी स्वागत गर्नेछौँ यङला ताली राख्सी स्वागतलाई फेब्गाउ आशंगा हालेलुया जय मसीह अब हजुरले तपाईले सक्नुहुन्छ हालेलुया एकदमै है म त्यस्तो तामाङ त बोल्न जान्दिनँ बुझ्छु तर है त्यस्तो पुरै पनि हैन अलिअलि त बुझ्छु मजाले नै गाली गरेको पनि बुझ्छु ढाँटेको पनि बुझ्छु सर्काको पनि बुझ्छु अघि पास्टरले मजाले भन्नुभयो है यो समय चाहिँ एउटा यस्तो खालको समय नेपालको समय भनिकन सुरु भइराखेको छ र परमेश्वरलाई महिमा होस् र विशेष गरिकन आदरणीय पास्टर बालाई एकदमै धन्यवाद दिन्छु उहाँले मलाई यो समय दिनुभयो र आज तपाईको माझमा बसिकन परमेश्वरको वचन शेयर गर्ने मौका पाइराखेको छु यद्यपि यो समय एकदमै चुनौतीपूर्वक समय थियो म अहिले बसिरहेको छु होटलको रुममा र म 2 दिन भयो यहाँ सिलगढीमा आइपुगेको अनि यहाँनिर धेरै कामले 3वटा गाडीलाई बनाउन लागि म यहाँनिर ग्यारेजमा हालिरहेको छु र धेरै कुरा नसके तापनि हतार गरेर पनि अहिले पनि म ग्यारेजबाट नै कुदिकन आएको र तपाईं जुन परमेश्वरको वचन बोल्नका निम्ति म प्रार्थनामा थिएँ नि प्रभुले मलाई जुन कुरा भन्नुभयो म त्यो कुरालाई बोल्न सुरु गरिरहेको छु म विश्वास गर्छु तपाईले राम्रो सुनिराख्नु भएको छ ल यसो हात हलाइदिनुस् म बुझिहाल्छु ल धन्यवाद एकदमै र आज यशाया 11:2 म यशाया 11:2 पदलाई आज मतलब माझमा शेयर गर्न लागेको छु अनि तपाईले पाउनु भयो भने पल्टाउनुस् अनि त्यस पश्चात म प्रार्थना गरिकन आजको वचनलाई सुरु गर्न चाहन्छु पहिला हामी पढ्ने त यशाया 11:2 परमप्रभुको आत्मा उहाँमा रहिरहनु हुनेछ बुद्धि र समझको आत्मा सल्लाह र शक्तिको आत्मा ज्ञान र परमेश्वरको भएको आत्मा आमेन आउनुहोस् हामी प्रार्थना गरौँ दल बाबु आज यशाया 11:2 तपाईले मलाई जुन कुरा प्रचार गर्नु भन्नुभयो यो आज बिहानी म बोल्नको निम्ति तयारी भएको छु पवित्र आत्मा म यो कुराको प्रार्थना गर्दैछु आज साँझ तपाईले जे कुरा बिहान भन्नु भएको कुरा चाहिँ म यो साँझ बोल्नको निम्ति तयारी भइराखेको छु प्रिय पवित्र आत्मा हरेकको जीवनलाई तपाईले अनुग्रह कृपा गरिदिनुस् एक एकजनाको जीवनलाई म ख्रिस्टको रगत लाउँदैछु कसैलाई पनि रोग बिमारमा छन् भनेदेखिलाई यीशु ख्रिस्ट तपाईको रगत लाउँदैछु तपाईको हातले सुनुस् अहिले नै निको पारिदिनुस् अनि पूर्ण चंगाई पाइकन तपाईका छोराछोरीको जीवनबाट तपाई जीवित यीशु ख्रिस्टको महिमा भएको होस् बाबु यतिले तपाईका आलो रगत लाउँदैछु त्यो ठाउँलाई एक एकजनाको जीवनलाई सुन्ने हरेक व्यक्तिलाई यीशु ख्रिस्टको रगत लाउँदैछु यीशु ख्रिस्टको रगत लाउँदैछु यीशु ख्रिस्टको रगत लाउँदैछु यीशु ख्रिस्टको रगत लाउँदैछु तपाई यस्तो व्यक्ति यहाँनिर हुनुहुन्छ जुन व्यक्तिको जीवनमा चाहिँ तपाईले यस्तो खालको संघर्ष गरिराख्नु भएको छ चुनौती भइराखेको छ तपाईको पारिवारिक कुराले गर्दाखेरि तपाईको जीवनलाई एकदमै एउटा परिवार भित्र ठुलो फुट जस्तो या एकदमै मनमटाउ जस्तो चित्त दुखेको जस्तो भइराखेको छ तर पवित्र आत्मा प्रभु यो कुरा भन्नुहुन्छ यदि आज तैले प्रार्थना गरिकन मेरो विषय अनि मेरो शक्तिको कुरा तेरो जीवनमा तेरो परिवारमा म खन्याउँदैछु जुन कुराका निम्ति तैले यो कुरा भनेको छस् पवित्र आत्मा मेरो जीवनबाट चाहिँ त्यो तपाईको त्यो महिमाका कुराहरू शक्तिका कुराहरू चाहिँ बग्न पर्छ भनिकन तैले भनिस् ए मेरो छोराछोरी तेरो जीवनमा चाहिँ त्यो समयलाई त्यो शक्तिलाई चाहिँ म फर्काएर लिएर आउँदैछु अनि मेरो महिमाका कुरा चाहिँ प्रकट हुन्छ तेरो जीवनमा भनिकन पवित्र आत्मा भन्नुहुन्छ पवित्र आत्मा यो कुरा भन्नुहुन्छ कि एउटा यस्तो खालको व्यक्ति यहाँनिर हुनुहुन्छ जसको एउटा किनबेचको कुरामा समस्या भइराखेको छ एउटा बिजनेस डिलमा अनि तपाईको जीवनमा चाहिँ त्यसले चुनौती भइरहेको छ म के कुरा देखिरहेको छु भनेदेखिलाई स्वर्गले तपाईको प्रार्थना सुन्नेको छ नि पवित्र आत्मा यो कुरा भन्नुहुन्छ चाँडै भन्दा चाँडै सबै कुरा मिलेर आउँछ भलाइ हुन्छ अनि तैले चाहिँ मेरो विषयलाई देख्छस् भनेर पवित्र आत्मा भन्नुहुन्छ बाबु धन्यवाद तपाईले ठुलो कुरालाई ल्याउँदै हुनुहुन्छ म यति बेला तपाईको आलो रगतले लुतुपुतु पार्दैछु तपाईको शान्ति अनि शक्तिलाई बोल्दैछु अनि म यो कुराका प्रार्थना तपाईको निगाह कृपा रहनेछ अनि तपाईको महिमा हुनेछ येशू ख्रिस्टको नाममा आमेन हुन्छ एकदमै है हामी वचनतर्फ जानेछौँ अनि अहिले अन्तमा पनि म प्रार्थना गर्छु नै यशाया 11:2
यहाँनिर परमेश्वरको 7 आत्माको विषयमा लेखेको छ, 7 स्पिरिट अफ द लर्ड। अनि यहाँनिर म एक एकवटा शब्दलाई आज चर्चा गर्न चाहन्छु, किनभने आत्माविहीन हामी कुनै पनि जाति होस्, कुनै पनि मण्डली होस्, कुनै पनि व्यक्ति होस्, आत्माले को कामलाई हामी बुझेनौँ भनेदेखिलाई हामी कहिले पनि अगाडि बढ्न सक्दैनौँ। सो त्यसले गर्दाखेरि आज म गहन कुराभित्र जाँदैछु, तर एकदमै आजको यो आयाम चाहिँ एकदमै सजिलो र बुझ्ने प्रकारले म तपाईसँग बोल्न चाहन्छु, ताकि तपाईलाई सजिलो प्रकारले बुझ्न सकुन् भनिकन है म यो बोल्न चाहन्छु। त्यहाँदेखि है एक दिन फ्युचरमा जब जोडिन्छ यसको अर्को आयामको कुरा पनि तपाईसँग चर्चा गरौँला। यहाँनिर यसलाई 11:2 मा 7 वटा शब्दलाई जब हामी हेऱ्यौँ भनेदेखिलाई एउटा परमप्रभुको आत्मा छ, एउटा बुद्धिको आत्मा छ, एउटा समझको आत्मा छ, एउटा सल्लाहको आत्मा छ, एउटा शक्तिको आत्मा छ, एउटा ज्ञानको आत्मा छ, अनि लास्टको परमप्रभुको भएको आत्मा छ, फियर अफ द लर्ड। यहाँनिर 7 वटा शब्द छ। 7 वटा शब्दलाई म स्वयं व्याख्या गर्न चाहन्छु कि पवित्र आत्माले तपाईलाई सहायता गरून्। 7 स्पिरिट अफ द लर्ड, 7 आत्माको चर्चालाई म गर्दैछु। अनि यसकारण पवित्र आत्मा एउटा नै हो। तपाईले यो 7 वटा कुरा भनेको होइन, तर उहाँको काम गर्ने शैली है 7 वटा प्रकारले उहाँले काम गर्नुहुन्छ। सो म त्यसको सट्टै चर्चा गर्छु, ताकि तपाईले बुझ्नुभयो भने तपाईँ सजिलो प्रकारले आज अगाडि बढ्न सक्नु हुन्छ नि। पवित्र आत्माले तपाईलाई सहायता गर्छ। अनि पहिलो बुँदा म यहाँनिर टिप्दैछु परमप्रभुको आत्मा है, परमेश्वरको आत्मा। जब हामी बाइबलमा हेऱ्यौँ भन्दा आत्माको चर्चा हामी पहिलादेखि नै पाउँछौँ। धेरैचोटि मान्छेको जीवनमा के छ भनेदेखिलाई प्रेरितको 2 अध्यायमा आउँदाखेरि पवित्र आत्मा मात्रै आयो, त्यति बेला आत्माको कुरा चाहिँ त्यहाँनिर के छ भन्ने कुराहरू धेरै व्यक्तिले भन्छन्। कतिजनाले आत्माको कुरालाई विश्वास नगर्नेहरू पनि छ। मलाई उनीहरूको जीवनको लागि भन्नुपर्ने कुरा के पनि छैन, तर हामी आत्माको कुरालाई विश्वास गर्ने मान्छेहरूले चाहिँ आत्माले के गर्छ भन्ने कुरालाई बुझ्न अति नै जरुरी छ। यसकारण म तपाईलाई यो आत्माको चर्चालाई गर्दैछु। यहाँनिर स्पिरिट अफ द लर्ड, परमेश्वरको आत्मा, म पहिलो बुँदालाई नि परमेश्वरको आत्माको चर्चालाई गर्दैछु। उत्पत्तिको किताब त्यसको पहिलो अध्यायको 2। यदि तपाईसँग पेन छ, तपाईँ नोट्स बनाउँदै हुनुहुन्छ, तपाईँले लेख्न सक्नुहुन्छ, सजिलो छ। उत्पत्तिको पहिलो अध्यायको 2 पद। अनि यहाँनिर यसरी लेखेको छ, म पढ्दैछु। पृथ्वी आकार बिनाको शून्य थियो, अथवा समुद्रमाथि अन्धकार थियो, परमेश्वरको आत्मा पानीमाथि भ्रमण गर्दै हुनुहुन्थ्यो। म नेपालको बाइबल NNRV भर्सन पढ्दैछु। अनि यहाँनिर के छ, परमेश्वरको आत्मा पानीमाथि भ्रमण गर्दै हुनुहुन्थ्यो। यहाँनिर नि मजाको कुरा के छ भने परमेश्वरको आत्मा है यहाँनिर नि लेखिएको छ। उहाँको आत्मा हामी उत्पत्ति पहिलो अध्यायको 2 मा नै हामी थाहा पाउँछौँ। अनि उहाँका आत्माले काम गरेको कुरालाई है पृथ्वीलाई भ्रमण गरेको, पृथ्वीमा डुलेको कुरालाई हामी चाल पाउँछौँ। अनि उहाँको आत्माले जे कुरा बोल्यो हामीलाई विदितै छ, अनि सबै पृथ्वीको कुरालाई सृजना भयो। जब उहाँको आत्माले काम गर्छ त्यति बेला मान्छेको जीवनमा चाहिँ नि एउटा वृद्धि, एउटा अर्डिनेरी मान्छे पनि मैले सरी मलाई एकदम माफ गर्नुहोस्, मैले यो इङ्ग्लिस शब्द चलाउँदैछु। साधारण मान्छे पनि भयङ्कर काम गर्ने व्यक्ति बनिन सक्छ। के चाहिँ छ आत्माको फाइदा त? उहाँको आत्मा विहीन एउटा मान्छेले के पनि यस पृथ्वीमा गर्नु सक्दैन। उहाँको आत्माले मात्रै हामीलाई मान्छे जब भरिन्छौँ त्यति बेला यस पृथ्वीमा शक्तिशाली कार्यहरू हुनु सुरु गर्दछ। आमेन। यहाँनिर नि प्रस्थानको 31 अध्यायको नि म 3 देखि 5 सम्म पढ्दैछु। म सरसर पढ्दैछु 3 देखि 5 सम्म। यहाँनिर यस्तो लेखेको छ, मैले त्यसलाई परमेश्वरको आत्माले, यहाँ हेर्नुहोस् है त बजलेलको कुरा गरेको, मैले त्यसलाई परमेश्वरको आत्माले सिप, दक्षता र सबै किसिमको कारिगरको ज्ञानले परिपूर्ण पारेको छु। त्यसले सुन, चाँदी, काँसा र कलापूर्ण आँखा कोर्ने र पृथ्वी पत्थर काट्ने र जड्ने काठ खोप्ने र सबै किसिमको कारिगरको काम गरोस् भनेर हो। यहाँनिर हामी हेऱ्यौँ भनेदेखि एउटा मजाको कुरा के छ भने नि बजलेल ओलियाबलाई परमेश्वरले नि यस्तो खालको सिप, दक्षता तपाईँ त्यति बेला दिनुभयो, अनि त्यो ज्ञान त्यति बेला बढी, उसको क्षमता नि त्यति बेला बढी। उनीहरू त यो काम गर्ने मान्छे नै थियो, कारिगर नै थियो। तर मन्दिर बनाउने समयमा मूसाले जब उनीहरूलाई छाने अनि मन्दिरलाई राम्रो बनाउने नि
क्षमता चाहिँ कति बेला बढ्यो भनेदेखिलाई नि जब परमेश्वरको आत्माले नि उनीको जीवनलाई काम गर्यो। मेरो प्रियहरू, आज नि आत्माले जब हाम्रो जीवनमा काम गर्दछ त्यति बेला चाहिँ अङ्ग्रेजीमा एउटा कुरा भन्छ पर्फर्मेन्स भनिकन, क्षमता बढ्दछ, उसले गर्नु सक्ने कुरा नि बढेर जाँदछ। आज नि हाम्रो जीवनको नि कतिवटा नि वृद्धि हुन नसकेको, कतिवटा कुराले हामीले राम्रो प्रकारले किन गर्न सकिराखेका छैनौँ भनेदेखिलाई नि उहाँको आत्मालाई हाम्रो जीवनमा काम गर्न नदिँदाखेरि, उहाँको आत्मालाई हाम्रो जीवनमा पूर्ण रूपले जब हामीले काम गर्न दिँदैनौँ त्यति बेला कुन क्षेत्रमा पनि हाम्रो क्षमता, हाम्रो स्किल बढेर जाँदैन। तर यहाँनिर नि यो आत्माले भन्ने बित्तिकै मन्दिर बनाउनेको मान्छेको नि क्षमता नि 1000 गुणा बढेर गयो। जुन क्षेत्रमा नि ऊ ज्ञानी नै थियो, अझ परमेश्वरले नि दोहोरो ज्ञानले, अझ परमेश्वरले सामर्थ्यलो तरिकाले, अझ परमेश्वरले नि उसको हरेक क्षमतालाई नि परमप्रभु परमेश्वरले के गरिदिनु भयो, बढाइदिनु भयो। मेरो प्रियहरू, आज नि उहाँको आत्माले जब हाम्रो जीवनमा काम गर्दछ त्यति बेला के हुन्छ भनेदेखिलाई नि हाम्रो जीवनको क्षमता बढेर जाँदछ। तपाईँले जे कुरा गर्न जानुहुन्छ त्यो कुराको नि पर्फर्मेन्स बढेर जान्छ है। त्यहाँनिर नि एकदमै बेसी वृद्धिहरू आउन थाल्छ। त्यहाँनिर नि असल कुराहरू नि तपाईँले गरेको कुरा चाहिँ नि असल एक्सिलेन्ट वेमा एकदमै असल तरिकाले तपाईँले गर्न सक्नुहुन्छ। किन? उहाँको आत्माले तपाईँको जीवनमा काम गर्न थाल्दछ। मिकाको 3:8 पनि परमेश्वरको आत्माको चर्चाले लेखिएको छ। मिकाको किताब 3:8 तर म त यो याकुब र तिनको अब्रात इजरायललाई तिनको पाप जनाइदिनलाई परमप्रभुको आत्माद्वारा हेर्नुहोस् है शक्ति, न्याय र पराक्रमले पूर्ण छु। मिका 3:8 त झन् गहिरो कुरा भन्छ। परमेश्वरको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु। यहाँ हेर्नुहोस् है त, न्याय गर्ने नि, फैसला गर्ने, जज गर्ने क्षमता नि उहाँको आत्माबाट आउँदछ। अहिले अझ गहिराइमा नि म बढेर जान्छु। मैं पहिलो आत्माको चर्चा गरेँ अनि आत्माले के गर्छ भन्ने कुरालाई सरल बुझाइदिए। अब मुख्य भन्नु त मिल्दैन, तर जस्तै मैले तपाईँलाई बुझाउनको निम्ति मात्रै यो कुरा भन्न चाहेको। अब दोस्रो बुदामा आउँदैछु। पहिला है परमेश्वरको आत्मा, दोस्रोमा के छ? बुद्धिको आत्मा, विजडम, स्पिरिट अफ विजडम, स्पिरिट अफ विजडम, बुद्धिको आत्मा। यहाँ हेर्नुहोस् है, किन बुद्धिको आत्मा चाहिन्छ मेरो प्रियहरू? आमा, दाजुभाइ, लिडर्स, तपाईँ घरमा बस्ने हुनुहुन्छ सबैजनाले नि तपाईँले राम्रो प्रकारले सुन्नुहोस् कि यो आत्माले तपाईँको जीवनमा के गर्दछ त है। मजाले सुन्नुहोस् ल। यहाँनिर नि विजडम, स्पिरिट अफ विजडम या परमेश्वरको बुद्धिको आत्मा। यहाँनिर E.P.C को किताब त्यसको पहिलो अध्यायको 17 पदले मजाको कुरा भन्छ बुद्धिको आत्माको विषयमा। E.P.C को किताब है 1:17ले, यहाँनिर E.P.C को 1:17लाई म पढिदिन्छु। परमप्रभुमा म प्रार्थना गरिरहन्छु कि प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरको महिमाको पिताले तिनीहरूलाई उहाँको ज्ञान, बुद्धि र प्रकाशको आत्मा दिउन्। ज्ञान, बुद्धि र प्रकाशको आत्मा। सुन्नुहोस् है, ज्ञान बुद्धि हुन त अहिले यहाँनिर पछाडि यो ज्ञानको कुरा पनि आउँछ, विजडमको बेसमा है, नलेजको कुरामा ज्ञानको कुरा पनि आउँछ। तर यहाँनिर बुद्धिको आत्मा नि माथिबाट आउँदछ। हेर्नुहोस्, हामी धेरैचोटि बुद्धिको कुराहरू गर्छौँ। कस्तो बुद्धिमानी रहेछ, कस्तो असल प्रकारले गरेको, कस्तो यो मान्छे त यस्तो छ हौ है, ज्ञानी, बुद्धिमानी, हामी थुप्रो कुराहरू भन्छौँ। तर विजडम नि, बुद्धिको आत्मा चाहिँ नि परमेश्वरबाट आउँदछ। अनि बुद्धिको आत्माले जब काम गर्छ नि के हुन्छ भनेदेखिलाई नि सबै कुरा नि असल प्रकारले हामीले गर्न सक्छौँ। अघि पनि पढ्यौँ, तर पनि यहाँनिर नि म प्रस्थानको 28:3लाई पढ्न चाहन्छु। प्रस्थान 28:3 यहाँ यसले लेख्छ, जति शिल्पकारहरू छन् जसलाई यस्ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु तिनीहरूलाई तैँले भन्नु कि तिनीहरूले हारूनको पोषक त्यसको यो कामको निम्ति नियुक्त गर्नलाई बनाउन् र त्यसले पुजारीको पदमा मेरो सेवा गरोस्। यहाँनिर नि यस्तो शिल्पकारहरू परमेश्वरले बुद्धिको आत्माले भरिदिनु भयो, जसले हारूनको लुगालाई बनाए अनि
कस्तो दामी फाइन प्रकारले असल प्रकारले कामलाई गर्नु सक्ने मेरो प्रियहरू आज नि हामी परमेश्वरको राज्यमा परमेश्वरको काम गर्नको निम्ति पनि संसारको बुद्धिले मात्रै पुग्दैन किताबको बुद्धिले मात्रै पुग्दैन मेरो प्रियहरू संसारले सिकाउँदै गरेको बुद्धिले मात्रै पुग्दैन तर नि हामीले सिक्न पर्ने हामीले जान्न पर्ने कुरा चाहिँ पवित्र आत्माले हामीलाई के गर्नुहुन्छ सिकाउनुहुन्छ पवित्र आत्माले हाम्रो जीवनलाई नि सिकाउनुहुन्छ नि त्यो बुद्धिले चाहिँ के हुन्छ भन्देखिलाई नि मजाको कुरा छ भवन बनाउँदाखेरि है भाँडा कसरी बनाउनु पर्ने के बनाउनु पर्ने सबै कुरा आज मण्डलीमा नि हाम्रो बुद्धिको आत्मा चाहिन्छ मेरो प्रियहरू हामीले मण्डलीलाई कसरी अगाडि बढाउनु पर्ने कसरी राम्रो बनाउनु पर्ने है बुद्धि छ भने मात्रै घर असल बनिन्छ बुद्धि छ भने मात्रै तपाईले नि घरभित्रको सिटिङ रुम तपाईँ बस्ने कोठा तपाईँ सुत्ने कोठा तपाईले पकाउने कोठादेखि लिएर संसारको पनि त्यो बुद्धि पवित्र आत्माको बुद्धि आयो भने नि संसारको कन्स्ट्रक्सनमा या घर बनाउँदाखेरि तपाईँले असल प्रकारले बनाउन सक्नुहुन्छ भनेदेखिलाई तपाईँले मण्डलीको भवन बनाउँदाखेरि तपाईँलाई बुद्धि आउँदाखेरि चाहिँ नि तपाईँले असल प्रकारले बनाउन सक्नुहुन्छ तपाईँको रुपियाँ पैसा त्यसै खेरो जाँदैन तपाईँले कुनै कुरालाई नि अधुरो नराम्रो बनाउनु हुन्न तर तपाईँले जे बनाउँदै हुनुहुन्छ तपाईँले असल प्रकारले बनाउन सक्नुहुन्छ किन यो बनाउने कुरालाई हेर्नुहोस् संसारको घर बनाउने कुरालाई परमेश्वरको भवन बनाउने कुरालाई है सबै कुरालाई नि के चाहिन्छ भन्देखिलाई नि बुद्धिको आत्मा चाहिन्छ अनि सबैभन्दा मजाको कुरा नि बुद्धिको आत्माले चाहिँ के गर्छ भन्देखिलाई नि बुद्धिको आत्माले चाहिँ नि यहाँनिर म तपाईँलाई एउटा मजाको घटनालाई भन्न चाहन्छु बुद्धिको आत्माले चाहिँ नि सही फैसला गर्न सक्छ मेरो प्रियहरू अंग्रेजीमा डिसिसन भन्छ नि राइट डिसिसन सही फैसला गर्न सक्छ आज हामी धेरैचोटि नि किन चाहिँ मान्छेको जीवनमा सही फैसला गर्न सक्दैन भन्देखिलाई नि किन चाहिँ सही फैसला नभएको भन्दाखेरि नि बुद्धिको आत्माले कामै गर्दैन कतिजना भागेर हाम्रो छोराछोरीले बिहा गरिरहेछ कतिजना है बुद्धिले काम गरेन नि के हुन्छ अहिले यहाँ कतिजना जुममा खेलिरहेछ कतिजना पोका कोटाइरहेछ है बुद्धिले काम गरेन भने मान्छेलाई धेरै साह्रो पर्छ यहाँ बुद्धिको आत्मा चाहिन्छ सेवा बस्दाखेरि कसरी बस्नुपर्छ परमेश्वरलाई कसरी आदर गर्नुपर्छ यहाँ बुद्धिको आत्मा चाहिन्छ यहाँ बुद्धिले भ्याएन भने चाहिँ के हुन्छ हामी बोल्दै गरेको हुन्छौँ चिया खाँदै गरेको हुन्छौँ अम्ली गन्ती गर्दै गरेको हुन्छौँ पोकाबाट निकाल्दै हाल्दै थैलो गन्ती गर्दै गरेको हुन्छौँ बुद्धिले भ्याएन भने हामी के गर्छौँ सो यसमा नि परमेश्वरको उपस्थितिमा बस्नु पनि बुद्धि चाहिन्छ तब चाहिँ हामी मूर्ख ठनिन्छौँ यसकारण बाइबलले के भन्छ भनेदेखिलाई मूर्खले जस्तै सोच विचारै नगरिकन परमेश्वरको भवनमा न खतरा कुरा छ मेरो प्रियहरू त्यसमा के चाहियो बुद्धि नै चाहिन्छ अनि यहाँनिर नि असल निर्णय लिनको निम्ति असल फैसला गर्नको निम्ति जीवनमा नि हामीलाई कहाँनिर समस्या हुन्छ भनेदेखिलाई नि जीवनमा नि हामीले सही फैसला गर्नु नसक्दाखेरि मेरो प्रियहरू सही फैसला नि कति बेला गरिन्छ त यहाँनिर एउटा मजाको खण्डलाई म भन्छु ताकि तपाईँले छ्याङ्गै बुझिहाल्नुहुन्छ सरसर अगाडि बढ्छु पहिलो राजाको किताब त्यसको 3 अध्यायको 27 अनि 28 पहिलो राजाको 3 अध्यायको 27 अनि 28 यहाँनिर यसरी लेखेको छ तब राजाले आफ्नो न्यायको फैसला यसरी सुनाइदिए त्यो जिउँदो बालक पहिला आइमाईलाई दिइहाल त्यसलाई नमार त्यसकी आमा त्यही हो जब राजाले दिएको फैसला सारा इजरायलीले सुने तब राजाप्रति भएको भावना उत्पन्न भयो किनभने न्याय गरिदिनलाई तिनीसँग परमेश्वरबाटको बुद्धि रहेछ भनी तिनीहरूले देखे यहाँनिर नि सोलोमन राजाको विषयमा लेखेको छ यहाँनिर सोलोमन राजाको दरबारमा नि एक दिन यस्तो खालको समस्या आइपर्यो पहिलो राजाको 3 अध्यायमा पढ्दै गयौँ भन्देखिलाई नि 2 जना आमाले एउटा बालकलाई लिएर आयो अनि 2 जनै आमाले के भन्ने भन्देखिलाई नि यो चाहिँ नि मेरो बालक हो भनिकन 2 जनाले एउटा बालकलाई क्लेम गर्दैछ अनि राजाले के गर्न चाह्यो भन्नुहोस् त कसरी फैसला गरिदियो भन्देखिलाई नि सबै सोचिरहेको थियो अब राजा त कतिको बुद्धिमानी रहेछ राजाले चाहिँ नि कसरी न्याय गर्छ राजाले चाहिँ कसरी इन्साफ गर्छ राजाले चाहिँ कसरी सही फैसला गर्छ भन्ने कुरा नि सोचिरहेको थियो तर राजाले के गर्यो भन्नुहोस् त 2 जनाका नानी रहेछ यसो गरिदेऊ यो नानीहरूलाई चाहिँ नि पुरा कथालाई चाहिँ म नि छोटोमा भन्दैछु
यो नानीलाई तरुवाले काटेर दुईटा टुक्रा पारिदियो अनि जब 2 टुक्रा हुन्छ आधी आधी बाँड्दिनु भने एउटा आमाले के भन्यो हुन्छ म आधी थाप्न स्वीकार गर्छु भने अर्को आमाले के भन्यो हैन यसो नगर्नुहोस् नकाट्नुहोस् यो नानीलाई यो नानी जिउँदै बरु उसलाई दिइहाल्नुहोस् अनि राजाले के भन्यो जसले जिउँदै उसलाई दिइहाल्नुहोस् भन्यो हौ त्यो चाहिँ पक्का आमा हो किनभने आमाले चाहिँ आफ्नो जिउँदो बालकलाई मार्दैन कहिले पनि अनि उले राजाले जुन फैसला गर्यो जुन फैसला चाहिँ सारा इजरायलीहरू राज दरबारमा बस्ने सबैजना चकित भए अनि उनीहरूले इज्जत गरे भय आयो राजाप्रति भय आयो भनेको छ अनि के भनेछ राजालाई नि परमेश्वरबाटको बुद्धिले भरिएको थियो यहाँ हेर्नुहोस् है त बुद्धि नि परमेश्वरबाट आउँदैछ बुद्धि नि आएन भने त मान्छे त नि लठुवा हुन्छ फुलिस हुन्छ हेर्नुहोस् मूर्ख हुन्छ सुन्नुहोस् है आज तपाईँले सही फैसला गर्न सक्नुहुन्छ मिनिस्ट्रीको सही फैसला गर्छ परिवारको सही फैसला गर्छ बाउ आमा बुद्धिको आत्मा चाहिन्छ परिवार चलाउन निम्ति परिवारलाई कसरी अगाउनु पर्ने हो आमा दिदी बहिनी बुद्धिको आत्मा चाहिन्छ घर कसरी चलाउन निम्ति कतिजनाको के हुन्छ भन्नुहोस् न लोग्नेले रुपियाँ पैसा पठाउँछ अनि आमा दिदी बहिनीले भक्कु सपिङमा खर्च गर्छ अनि लास्टमा के हुन्छ झगडा पर्छ मलाई एक दिन एउटा नेपालको बहिनीले तर्साए कसरी तर्साए भन्नुहोस् गुरुबा मेरो बुढा चाहिँ केमा छ मलेसियामा छ 13 लाख पठाएको थियो मैले त के गरे डल्लै खर्च गरिसकेछु घर बनाउनु भनेर राखिदिनु भनेको थियो मैले त के गरे त्यो पैसा चाहिँ चलाइ पठाए अब मलाई काट्छ होला भन्दै थियो अनि मैले बहिनी के भएको तपाईको लोग्नेले मलेसियाबाट त्यस्तो दुःख गरेर पठाएको पैसा तपाईले किन चलाएको त अनि उले के भन्दै थियो भन्नुहोस् बुद्धि नै आएन बुझ्नुहोस् है हामीले नि धेरैचोटि नि मान्छेको जीवनमा नि फुर्मास गर्छौं फुर्मास गरी पठाउँछौं ठिक प्रकारले चलाउन जान्दैनौं ठिक प्रकारले फैसला गर्न जान्दैनौं ठिक प्रकारले लिडरहरू न्याय गर्नको निम्ति हामीले मान्छेको जीवनमा बोलिदिँदाखेरि सही न्याय गरिदिनु पर्ने सही फैसला गरिदिनु पर्ने सबै क्षेत्रमा हेर्नुहोस् है बुद्धिको आत्मा चाहिन्छ मेरो प्रियहरू आज तपाईको जीवनमा नि तपाईले सही फैसला गर्नु हो जीवनमा भन्दैखेला नि तपाईको जीवनमा नि बुद्धिको आत्माले स्पिरिट अफ विजडमले नि तपाईको जीवनमा भरेको हुन जरुरी छ सोलोमन राजा नि जब यो बुद्धिको आत्माले भरे नि सोलोमन चाहिँ कस्तो थियो अरे भन्दैखेला नि पहिलो राजा 4:30 ले यसरी भन्छ सोलोमनको बुद्धि पूर्वका सबै मानिस र मिश्र देशमा सबै मानिसहरु भन्दा ज्यादै बढी थियो हेर्नुस् त त्यो समयमा नि सोलोमन जतिको चाहिँ मिश्रको राजा सम्पूर्ण पूर्वको कसै पनि त्यतिको ज्ञानी थिएन भन्छ अनि त्यो मान्छे किन ज्ञानी भयो किन चाहिँ सही कुरालाई गर्न सक्यो यही मान्छे हो परमेश्वरको भवन बनाउने पनि सुन्नुस् मेरो प्रियहरू आज नि जब बुद्धिको आत्माले भर्छ नि हामीले सही निर्णयलाई गर्न सक्छौं सही फैसलालाई गर्न सक्छौं सही कुरालाई नि हामी अगाडि बढाउन सक्छौं आमेन यसकारण हामीलाई बुद्धिको आत्मा चाहिन्छ भजनको किताब 90:12 ले बुद्धिको विषयमा यसले लेखेको छ हाम्रो आयु ठिकसँग गन्न हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं दाउदलाई थाहा थियो यो आत्मा चाहिन्छ भनिकन दाउदले के भन्दछ भन्नुस् न म फेरि 90:12 लाई पढिदिन्छु भजन हाम्रो आयु ठिकसँग गन्न हामीलाई सिकाउनुहोस् र हामी बुद्धिको हृदय प्राप्त गर्न सकौं सुन्नुस् त बुद्धिको हृदय प्राप्त गर्न सकौं स्पिरिट अफ विजडम प्राप्त गर्न सकौं दाउद राजाले नि यसरी प्रार्थना गरेका थिए तर बुद्धिलाई चाहिँ कसले घिन गर्छ त सुन्नुस् हामी यहाँनिर कुरा यहाँ पनि आउँछ फेरि धेरैजनाले नि बुद्धिलाई नि लिनु मान्दैन हितोपदेश 1:7 ले यसरी भन्छ हितोपदेश 1:7 ले परमप्रभुको भय नै ज्ञानको सुरु हो तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ मूर्खले नि कहिले पनि नि बुद्धिको कुरा गर्दैन मूर्ख जिद्दी हुन्छ अनुशासन उला गरेको डिसिप्लिन उला बुद्धिको कुरा गर्यो भने नि मूर्खले के गर्छ अरे भन्नुस् तुच्छ ठान्छ हेर्नुस् है मूर्खले चाहिँ जहिले पनि बुद्धिलाई नि रिजेक्ट गर्छ तर नि ज्ञानी मान्छेले चाहिँ बुद्धिलाई नि लिन्छ यहाँनिर मजाको कुरा के छ भन्देखिलाई दानियलको 1:17 मा नि दानियल चाहिँ सबैभन्दा ज्ञानी थिए
बुद्धिमानी थिए। यहाँनिर पढ्दैछ त 1:17 यी 4 जन मानिसहरू परमेश्वरको सबै किसिमको साहित्य शिक्षा ज्ञान समझ दिनुभयो अनि दानियल सबै किसिमको दर्शन र सपनाको अर्थ खोल्न सक्ने भए। यहाँ हेर्नुहोस् त उनलाई नि ज्ञानी पनि बनाइदिनु भयो। उहाँलाई नि दानियललाई नि परमेश्वरले सपना दर्शन खोल्ने नि आशिष पनि दिनुभयो। ऊ त ज्ञानी भयो सबैभन्दा माथि आए को चाहिँ परमेश्वरको डरले भएमा जिउने मान्छेहरू। जब यो आत्माले हाम्रो जीवनमा काम गर्छ नि दानियल साधारण मान्छे हो तर साधारण मान्छे नि अरू भन्दाखेरि नि बुद्धिमानी देखा पर्दैछ। साधारण मान्छेले नि सही फैसला गर्दैछ। साधारण मान्छे चाहिँ नि अब नि शक्तिशाली कार्य गर्ने व्यक्ति बनिँदैछ। अब म तेस्रो बुदामा आउँदैछु अन्डरस्ट्यान्डिङ या समझको आत्मा। यहाँ हेर्नुहोस् है अन्डरस्ट्यान्डिङ या समझको आत्मा। बाइबल यसरी भन्छ व्यवस्थाको किताब त्यसको 4 को नि 6ले यसरी भन्छ व्यवस्था 4 को 6ले तिमीहरूले ती मान र पालन गर किनकि यसैबाट अरू जातिहरूको अघि तिमीहरू बुद्धिमानी र समझको प्रचार हुनेछ। यी सबै विधिहरू सुनेर तिमीहरूले भन्छन् यस महान जातिका मानिसहरू खुबै बुद्धिमान र समझदार रहेछन्। बुद्धिसँग नि समझदार अन्डरस्ट्यान्डिङ हुन जरुरी छ। समझको ज्ञान हुन जरुरी छ। अनि नि समझको ज्ञानले चाहिँ के गर्छ भन्देखिलाई नि चर्च सुन्नुहोस् आज नि हाम्रो जाति हाम्रो तामाङलाई झन् समझ चाहिएको छ। एकदमै समझ चाहिएको छ। समझले चाहिँ के कुरा बुझाउँछ भन्देखिलाई नि समझले चाहिँ नि परमेश्वरको समय अनि ऋतुमा कसरी काम गर्नुपर्छ भन्ने कुरा चाहिँ नि तपाईलाई समझ हुन जरुरी छ। आज समझको आत्मा नभएको कारणले गर्दाखेरि नि हामीलाई नि परमेश्वरको कुन समय चाहिँ के काम गर्दै हुनुहुन्छ उहाँले कुन समय चाहिँ चर्चमा के कुरा लिएर आउँदै हुनुहुन्छ कुन समय चाहिँ परिवारमा के कुरा लिएर आउँदैछ कुन समय चाहिँ हाम्रो जीवनमा के हुन लागेको छ हामीले बुझेनौँ भन्देखिलाई चाहिँ नि हाम्रो समय त्यसरी नै जान्छ। तर नि समझको आत्माले चाहिँ नि अंग्रेजीमा भनौँ भने टाइम एन्ड सिजनलाई है समय अनि ऋतुलाई नि चिन्नु सिकाउँदछ। पहिलो इतिहासको किताब 12:32 पहिलो इतिहास 12:32 मा म पढिदिन्छु है त। इस्साकारका जुन कुलका मानिसहरू इजरायलीहरूले कुन चाहिँ बाटो लिनुपर्ने हो सो थाहा पाउने समय र चिन्ह बुझ्ने निपुण 200 जना प्रधान र तिनीहरूको अधीन मुनि भएका तिनीहरूको कुटुम्बहरू। इस्साकार चाहिँ नि को कुल चाहिँमा चाहिँ के चाहिँ खासियत थियो इस्साकारको कुलको सुन्नुहोस् है। इस्साकारको कुलको खासियत चाहिँ नि समय र चिन्हहरू बुझ्ने समय र ऋतुहरू साइन एन्ड है टाइम एन्ड साइनलाई बुझ्ने। सुन्नुहोस् है अहिलेको नि ऋतु कुन चाहिँ चल्दैछ कुन चाहिँ समय कस्तो चिन्ह छ बाइबल पढ्दाखेरि हामी कुन चिन्ह चाहिँ पुरा भइरहेको कुन अगमबानी चाहिँ पुरा हुँदैछ चिन्न पर्छ मेरो प्रियहरू। धेरैचोटि नि मान्छेले बाइबल पढिरहेको छ चिनेको छैन समयलाई। अहिले कतिजनाको मान्छेको समय चाहिँ नि फेसबुकमा इत्रिने जिस्काउने को राइट को रङ ऊ यीशु ख्रीष्ट भइरहेछ। ऊ यति साह्रो ज्ञानी ठगिनु खोजिरहेको छ मेरो प्रियहरू। उसले नि आफूलाई प्रुभ गर्नु खोज्दैछ अरू नराम्रो म राम्रो छु भन्ने कुरालाई। मेरो प्रियहरू यो समय त्यस्तो समय होइन। यो समय बाँच्ने समय पनि होइन यो समय देखाउने समय पनि होइन यो समय नि हामी एक भन्दाखेरि म राम्रो छु भन्ने समय पनि होइन। तर यो समय चाहिँ चर्च के हो त यो समय चाहिँ नि परमेश्वरको अगमबानी कसरी पुरा हुँदैछ हामी कुन टाइम एन्ड सिजनमा आइपुग्यौँ त हामीलाई जान्न जरुरी छ मेरो प्रियहरू। आमेन आमेन। हामीले चाहिँ परमेश्वरको समयलाई चिन्नुपर्छ मान्छेको समयलाई होइन मेरो प्रियहरू। अहिले त हामी के भन्छौँ कतिजनाले सोध्यो भने के भन्छ आज के बार भने कतिजनाले के भन्छ उत्तर भात खाने बार। मेरो प्रियहरू होइन हामी मूर्ख जवाब दिन्छौँ कोही बेला जिस्किन्छौँ इत्रिन्छौँ त्यसरी होइन। तर यो समय चाहिँ परमेश्वरको काम गर्ने टाइम हो। तर कसले चाहिँ यो समयलाई बुझ्यो भनेदेखिलाई नि यो चाहिँ इस्साकारको कुलले चाहिँ है समयको चिन्हहरू बुझ्नेहरू थियो। अनि तीहरू 200 जना नि प्रधानहरूलाई नि उनीले छान्यो जसले चाहिँ नि त्यो टाइम एन्ड साइनलाई नि चिन्नु सक्थ्यो। मेरो प्रियहरू आज जब नि अन्डरस्ट्यान्डिङको आत्मा समझको आत्मा आउँछ नि तब मात्र हामीले चिन्छौँ
तब मात्र आज किन चाहिँ मान्छेले नि अन्तिम दिनहरूमा के हुन्छ भन्ने घटनाका विषयमा बुझ्नु नसकेको। कतिजनालाई अन्तिम दिन भनेपछि नि उनीहरूले खिसी गर्छन्, उनीहरू दिलाकी गर्छन्, उनीहरू तर्साए भन्छन्, कतिजनाले ठट्टा गर्छन्, कतिजनाले के भन्छ आज हामी त संसारमा छौँ, हामी यस्तो हुँदैनौँ त्यस्तो हुँदैन। मेरो प्रियहरू, आज नि कसले चाहिँ किन नबुझेको भनेदेखिलाई नि उनीहरूले समझको आत्मा नपाएको कारणले गर्दाखेरि। मेरो प्रियहरू, आज नि जसरी हामी नि समझको आत्मालाई काम गर्न दिन्छौँ नि त्यति बेला के हुन्छ भन्नुहोस् त, हामीले त्यो कुरालाई नि मजाले हामी बुझ्न सक्छौँ। समझको आत्माले चाहिँ हामीलाई नि बुझ्न दिनुहुन्छ अनि त्यो समझ चाहिँ नि हामीलाई चाहिन्छ। आमेन। हामीले समझको आत्मा चाहिने बित्तिकै नि हामीले टाइम इन सिजन सबै कुरालाई हामी बुझ्न सक्छौँ। अब अगाडि बढौँ। समझको आत्मादेखि नि अहिले मिठो कुरा भनेको छ समझको विषयमा नि म तपाईँलाई थुप्रो भर्छ, तर म टाइम मेरोमा म आफैमा कम्ती भएको कारणले गर्दा मैले कतिवटा काटेर छोटो छोटो बोल्दैछु ताकि तपाईँलाई टुप्पा टुप्पा भए पनि आज बुझ्नु सकोस् भनिकन। अहिलेको किताब 20:3 यसरी भन्छ, मलाई निन्दित तुल्याउने गाली मैले सुनेको छु, मेरो समझ शक्तिले मलाई जवाब दिने प्रेरित गरेको छ। मेरो समझ शक्तिले जवाब दिन मलाई प्रेरित गरेको छ। समझ शक्तिको कुरा गरेको छ। अयुब नि 28:28 पनि यसरी लेखेको छ। अनि उहाँले मानिसलाई भन्नुभयो, परमेश्वरको डर नै बुद्धि हो, दुष्टबाट अलग रहनु समझ शक्ति हो। दुष्टबाट अलग रहनु चाहिँ समझ शक्ति अरे। हेर्नुहोस्, अन्डरस्ट्यान्डिङको स्पिरिट छ भने चाहिँ नि हामी दुष्टदेखि अलग रहन्छौँ। दुष्टसँग जिउँदैनौँ, दुष्टसँग रहने हुँदैनौँ, तर समझ शक्तिले चाहिँ के छ अरे, दुष्टबाट हामीलाई अलग गरिदिन्छ, सेपरेट गरिदिन्छ। मेरो प्रियहरू, कसले? समझ शक्तिले। अब म चौथो बुँदामा आउँदैछु। काउन्सिल या सल्लाहको आत्मा। सल्लाहको आत्मा किन चाहिन्छ त? के सल्लाहको आत्मा बाइबलमा छ नि सल्लाहको आत्मा। यूहन्ना 14:16 यसरी भन्छ, यूहन्ना 14:16 म पितासँग बिन्ती गर्छु, उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूसँग सदा सर्वदा रहनु हुनेछ। यीशु ख्रीष्टले पनि स्वर्गमा जान भन्दा अगाडि उहाँले चेलाहरूलाई यो कुरा भन्नुभयो, म जान्छु र तिमीहरूको निम्ति के गरिदिन्छु, काउन्सिलर या सल्लाहकारलाई पठाइदिन्छु। पवित्र आत्मा सल्लाहकार हुनुहुन्छ। उहाँ हामीसँग सदा सर्वदा रहनुहुन्छ। चर्च सुन्नुहोस्, उहाँको सल्लाहको आत्मा चाहिँ नि हामीसँग, हामीमा सदा सर्वदा उहाँ रहनुहुन्छ। अब यहाँनिर हेर्नुहोस् है त, यूहन्ना 15:26 यसरी भन्छ बाइबलले, जब सल्लाहकार आउनुहुन्छ जसलाई म पिताको तर्फबाट तिमीहरूका पठाउँछु, अर्थात् सत्यको आत्मा जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाई दिनुहुन्छ। सल्लाहकार आइसकेपछि चाहिँ नि बाइबलले के भन्छ भन्छ नि, हामी येशू ख्रीष्टको गवाई बनिनु सक्छौँ। यो आत्माले चाहिँ नि येशू ख्रीष्ट जिउँदो हुनुहुन्छ, यो आत्माले चाहिँ येशू ख्रीष्टले गर्नुहुन्छ, यो आत्माले चाहिँ नि येशू ख्रीष्टले गर्नुभएको कुरा चाहिँ यो हो भन्ने बुझाउने चाहिँ कुन चाहिँ आत्मा छ त? त्यो चाहिँ सल्लाहकार हो। मेरो प्रियहरू, पवित्र आत्मा चाहिँ सल्लाहकार पनि हुन्छ, काउन्सिलर हुनुहुन्छ। अझ यशायाको किताब नि 9:6 पनि यहाँनिर, त्यसकारण त हामी है मजा लाग्छ यो खण्डलाई पढ्दाखेरि, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मको सल्लाहकार। यीशु ख्रीष्टलाई के भनेछ? अचम्मको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाउनु हुनेछ। उहाँ अचम्मको सल्लाहकार। मेरो प्रियहरू नि, सल्लाह नि मान्छेले, काउन्सिलर नि, हामी नि धेरैचोटि मान्छेको कुरालाई सुनिरहेको हुन्छौँ। हामी के भन्छौँ भन्नुहोस् त, कतिजनाले दोकान खोल्नु पर्यो, पसल खोल्नु पर्यो, के छ हामी मान्छेलाई पास्टर बोलो गरेर सोध्छ, पास्टर बो दोकान खोल्नु भने के? पास्टर बो त बिजनेस गरेको मान्छे होइन, पास्टर बोलाई के थाहा त दोकान चल्छ चल्दैन? पास्टर बोलाई थाहा छ दोकान चल्छ भने? थाहा छैन। पास्टर बोलाई किरानाको दोकान चलाएको छैन पास्टर बाउले, अन्त पास्टर बाउले लुगाको दोकानै चलाएको छैन, पास्टर बाउ काम त वचन बोल्नु हो। अनि हामी चाहिँ के गर्छ, पास्टर बाउले जे भने त्यो राइट। सुन्नुहोस् है, होइन, पास्टर बाउले जान्दैन त्यो कुरा। पास्टर बाउले दोकान खोलेको छैन, पास्टर बाउलाई थाहा छैन। पास्टर बाउ ड्राइभर होइन भने गाडी किन्नु कि नकिन्नु जान्दैन पास्टर बाउले।
सुन्नुहोस् है, तपाईले कसलाई सोध्नुपर्छ यो कुरा? तपाईले सोध्नुपर्छ नि येशू ख्रीष्टलाई, सल्लाहको आत्मालाई। सल्लाहको आत्माले तपाईलाई सल्लाह दिन्छ। आमेन। अनि हामी के भन्छ, पास्टरले भनेको त अन्त विदेश जानु भनेर। तपाईले सल्लाह मान्छेको लिनुभयो कि आत्माको लिनुभयो? अनि दोकान डुबेपछि तपाईँले के छ, चर्च आउनु छोड्छ। त्यही पास्टर बोला मैले के दिनमा गएछु, बुढोले त मलाई डुबायो, के सिकाए। अनि पास्टर बोला तपाईँले दोष लगाउँछ, चर्चलाई दोष लगाउँछ, बाहिर डुल्दै है गनगनिन थाल्छ। किन भन्नुहोस् त? तपाईँले नजान्ने मान्छेबाट सल्लाह लिनुभयो। सुन्नुहोस् है चर्च, तपाईँले जीवनको फैसलाको सल्लाह लिनको निम्ति नि पवित्र आत्माको सल्लाह लिन जरुरी छ। आमेन। आजदेखि उहाँको आत्मालाई नि भन्न थाल्नुहोस्, प्रभु मलाई तपाईँ काउन्सिलर हुनुहुन्छ, मलाई सल्लाह दिनुहोस्, सिकाउनुहोस् मलाई म कसरी चल्नुपर्छ, मैले के गर्नुपर्छ। बाइबलले भन्छ उहाँ चाहिँ अचम्मको सल्लाहकार हुनुहुन्छ। आमेन। आमेन। ओके, अगाडि बढौँ। गलत सल्लाह लिनु खतरा कुरा हो। फेरि सुन्नुहोस् है, हामी धेरैचोटि मान्छेको गलत सल्लाह लिन्छौँ। म अलिक बाइबल गर्ने छ्याट्ट एउटा घटना भनिहाल्नु पर्यो। दोस्रो इतिहास 10 अध्यायको नि 8 देखि 9 मा नि यसले लेखेको छ, तर ती धर्मगुरुले दिएको सल्लाह तिनले इन्कार गरे र तिनले आफूसित बढेका र सेवा गर्ने जवान मानिसहरूको सल्लाह लिएर तिनीहरू सोधे, मेरो पिताले तिनीहरूमाथि बोकाएको जवाब हलुङ्ग गरिदिनु कि मानिसहरूले बिन्ती गरेको जवाब दिने? तिमीहरू मलाई के सल्लाह दिन्छौ? यहाँनिर नि दाउदको छोरालाई नि सल्लाह लिएको हो, यो राजालाई सल्लाह लिएको। अनि राजालाई नि जब सल्लाह दिने पुजारीहरूले, धर्मगुरुहरूले, विद्वानहरूले मानेन, जवानहरूको सल्लाह लियो, गलत सल्लाहलाई। अनि यो राजा के भयो भन्नुहोस् त, पतित भयो। मेरो प्रियहरू, गलत सल्लाहले चाहिँ तपाईँको राज्य पनि खोसिन्छ। गलत सल्लाहले चाहिँ तपाईँको जीवनमा विद्रोही उत्पन्न गर्छ। गलत सल्लाहले चाहिँ तपाईँको जीवनमा फुटलाई लिएर आउँछ। गलत सल्लाहले चाहिँ तपाईँको जीवनमा के गरिदिन्छ, नाश पारिदिन्छ। मेरो प्रियहरू, आज तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँ बिहा गर्न आँट्नु भएको छ, सल्लाहकारलाई सोध्नुपर्छ। मेरो प्रियहरू, घर नानी बनाउन चाहनुहुन्छ, सल्लाहकारलाई सोध्नुपर्छ। तपाईँको जीवनमा नि सल्लाह लिने मान्छेलाई होइन, तपाईँले येशू ख्रीष्टलाई सल्लाह लिन जरुरी छ। आमेन। अब 5औं बुँदामा आउँदैछु। 5औं बुँदामा के छ भनेदेखिलाई नि स्पिरिट अफ माइन्ड, शक्तिको आत्मा। हाम्रो जीवनमा नि हामीले नि धेरैचोटि के देख्छौँ भनेदेखिलाई नि क्रिस्चियनको जीवनमा सबै कुरा ठिक सही प्रकारले चलिरहेको देख्छौँ, तर चर्च नि शक्तिहीन भएको देखिराखेको छु। मैले यसलाई क्रिटिसाइज गर्नु या होच्याउनु होइन है त, तर म यथार्थ सत्यलाई भन्दैछु। तपाईँले यदि सत्य सुन्नुहुन्छ र सत्य तपाईँलाई पच्छ, डाइजेस्ट हुन्छ भने चाहिँ सुन्नुहोस् है, यी दिनमा हामीले के देख्छौँ भनेदेखिलाई शैतानिक शक्ति बढेर आइरहेको छ। शैतानिक कुराहरू गतिविधि बढिरहेछ। तपाईँ अब एउटा सानो घटनालाई तपाईँलाई भनौँ, अस्तिको काठमाडौँको नै जोसा क्याम्प मिटिङलाई हेर्नुहोस्, गोदावरीको। तपाईँहरू त्यहाँ हुनुहुन्थ्यो कतिजना, तपाईँले देख्नुभयो भूत लागेको प्रशस्तै हाम्रो चर्चको नानीहरू भूत बोकेको थियो। त्यो बिघ्न भूत बोकेको थियो। अनि त्यहाँनिर के भयो भन्नुहोस् त, त्यो भूत हामीले निकालेको नै होइन। त्यो भूत कसले निकाल्यो भन्नुहोस् त, शक्तिको आत्माले, पवित्र आत्माले। उहाँ शक्तिशाली हुनुहुन्छ, उहाँले निकालिदिनु भयो। हेर्नुहोस्, तर यदि शक्तिको आत्मा नआएको भए, शक्तिको आत्मालाई हामीले नि नचलाएको भए, नचिनेको भए नि त्यो भूत निक्ले थिएन, डिलिभरेन्स हुने थिएन, छुटकारा आउने थिएन। मेरो प्रियहरू, हामीले विश्वास गरेको येशू ख्रीष्ट नि शक्तिशाली हुनुहुन्छ। अनि उहाँको एउटा आत्मा चाहिँ हामीले के भन्छ, स्पिरिट अफ माइन्ड, शक्तिको आत्मा। यहाँ हेर्नुहोस् है त, उहाँको पहिलो इतिहासको किताब 29:11 यसले लेखेको छ, हे प्रभु, महान शक्ति, महिमा, गौरव, ऐश्वर्य तपाईँकै हुन्, किनकि स्वर्ग र पृथ्वीमा भएको सबै कुरा तपाईँको हुन्। हे परम प्रभु, राज्य तपाईँको, सबैमाथि तपाईँ सर्वोच्च हुनुहुन्छ। पहिलो इतिहास 29:11 भन्छ, परम प्रभु महान र शक्ति, उहाँ शक्तिशाली हुनुहुन्छ। उहाँको शक्तिलाई हामी हेऱ्यौँ भनेदेखिलाई नि त्यो साह्रो शक्ति छ। तर म एक दुईवटा कुरा नि बाइबलको भर्स पहिला पढौँ, त्यहाँदेखि म चर्चा गर्छु त है। मत्तीको किताब 6:13 यसो भन्छ, हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनु, किनभने राज्य, प्रक्रम र महिमा सदा सर्वदा तपाईँको हो। उहाँ राज्य, प्रक्रम र महिमा शक्तिशाली।
अब यो शक्तिको चर्चा त नि बाइबल भनिबाट तपाईँलाई भने पनि नि कति भने पनि नि सक्दैन। किन भन्नुहोस् एक दुईवटा कुरा नि म तपाईँलाई भन्छु सर्रै। त्यो चाहिँ के भनेदेखिलाई नि हामीले नि जब इजरायलीलाई हामी हेऱ्यौँ भनेदेखिलाई नि जब उनीहरू उजाड स्थानबाट भइकन हिँडे परमेश्वरको शक्ति चाहिँ तपाईँले त्यहाँनिर थाहा पाउनुहुन्छ। इजरायलीको जीवनमा गरेका आश्चर्य कर्महरूको साइन वन्डर मिराकलको कुराहरू कस्तो चाहिँ शक्ति प्रकट गरे भन्नुहोस् त। मोसाको लट्ठीलाई नि साँपमा परिवर्तन भयो, फेरि लट्ठीलाई छुँदाखेरि फेरि लट्ठी नै भयो। त्यो लट्ठीले हिर्काउँदाखेरि चट्टान 2 फ्याक भएको, त्यही लट्ठी हिँड्दाखेरि अचम्मका कुराहरू। परमेश्वरले यस्तो शक्तिशाली कार्यहरू नि इजरायलीको जीवनमा गर्नुभयो। अनि येशू ख्रीष्ट यस पृथ्वीमा जब आउनुभयो उहाँले के गर्नुभयो, चारवटा सुसमाचारमा नि उहाँले 36वटा आश्चर्य कर्मका काम नगर्नुभएको छ। मलाई टाइम छैन। उहाँले शक्तिशाली काम के गरे, उहाँले भुत्ती गाल्नुभयो, कोरीलाई शुद्ध पार्नुभयो, अन्धालाई दृष्टि दिनुभयो, मुर्दालाई बर उठाउनु भयो है। उहाँले नि शक्तिशाली कार्यलाई गर्नुभयो। कुजे लङ्गडे सबै हिँड्ने बनाइदिनु भयो। उहाँले शक्तिको कार्यलाई गर्नुभयो। उहाँको आत्मासम्म हामीमा आउँछ नि हामीले शक्ति पाउँछौँ। त्यो शक्तिमा चाहिँ नि भूतहरू टिक्नु सक्दैन। त्यो शक्तिमा चाहिँ नि रोगको आत्माहरू निस्केर जान्छ। त्यो शक्तिमा चाहिँ नि शैतानको गढहरू भत्किन्छ। मेरो प्रियहरू आज नि शक्ति चाहिएको छ चर्चलाई। शैतानी गढहरू भत्किरहेको छ। स्पिरिचुअल वारफेयर भन्छ, आत्मिक लडन त भन्छ। आत्मिक लडन त नि मुखले गरेर हुँदैन। म धेरैचोटि आत्मिक लडन त है पढाउने मान्छेहरूलाई देख्छु, स्पिरिचुअल वारफेयर पढाउने मान्छेहरूलाई जसले एउटै भूतै निकालेको छैन, जसले एउटै भूतलाई निकालेको छैन। फेरि छक्कै वर्षमा उनीहरूले कसरी पढाउन सकेको होला। मेरो प्रियहरू शक्ति चाहिँ बुद्धिले ल्याउन सक्ने कुरा होइन। शक्ति चाहिँ आत्मा हो, स्पिरिट हो। आज आउनुपर्छ हामी भित्र। त्यो शक्तिमा चाहिँ भूत निस्किनुपर्छ। लुसिफर निस्किन्छ। सतानी आत्मा तन्त्र मन्त्र गर्ने बक्सी विद्या निस्किन्छ। मेरो प्रियहरू कति बेला जब शक्तिको आत्माले तपाईँले मेरो जीवनलाई नि कार्य गर्न सुरु गर्दछ। आमेन। त्यसकारण त प्रेरित 1:8 के उहाँले मजाको कुरा भन्नुभएको छ, तर पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीले शक्ति पाउने छौ। कसले? तपाईले मैले। तपाईले मलाई शक्तिको खाँचो छ नि। त्यसकारण त यीशु ख्रीष्टले भन्नु म जान्छु र तिमीलाई पवित्र आत्मा पठाइदिन्छु। पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीले शक्ति पाउँछौ। अनि त्यो शक्ति चाहिँ भयो नि गवाई हुनको निम्ति चाहिँ कसरी भन्यो भनेदेखिलाई चाहिँ नि हेर्नुहोस् है त, गवाई चाहिँ नि भुत्तिकालेर गवाई भए, अन्धालाई दृष्टि दिएर गवाई भए, मुर्दालाई बर उठाएर गवाई भए है। अचम्मको गवाई त हामीले के दिन्छ भन्छ, म त यस्तो खालको थिएँ मान्छे, मैले ईश्वरलाई पाएँ, त्यो पनि एउटा गवाई नै हो। तर आजको गवाई चाहिँ कस्तो, तपाईँ नि शक्तिशाली रहेछ, पवित्र आत्मालाई लिकन हिँड्ने मान्छे व्यक्ति रहेछ, पवित्र आत्मासँग जिउने मान्छे रहेछ, अन्धकारको गढलाई भत्काउने मान्छे रहेछ भन्ने चाहिँ यो संसारले र शैतानले पनि चिन्नुपर्छ। मेरो प्रियहरू शैतान पनि चिन्नुपर्छ तपाईँ शक्तिशाली छ भनिकन। नभए तपाईँको शक्ति छैन भने शैतानले जिस्काइन्छ तपाईँलाई। मैले धेरै सेवकहरूलाई नि भूत निकाल्दाखेरि देखेको छु, भित्र नपसेको। अनि त्यो भूतले पनि के भन्ने भन्छ, तैले सक्दैनस्, तँ नाइज, तेरो डल्लै भनिदिऊ भने कि टाप सेवक गर्दा बाहिर। किन भन्नुहोस् त, जीवन सही जिएको छैन, शक्तिहीन छ। पुलपिटको अगाडि त हिरोउनु सजिलो छ। मेरो प्रियहरू शैतानसँग लड्दाखेरि चिन्छ सेवक छ को हो भन्ने कुरालाई। प्रिय आज तपाईँलाई भन्छु, चर्च हामी चाहिँ शक्तिमा जिउने टाइम आएको छ। आमेन आमेन। शक्तिमा जिउनुपर्छ। त्यो शक्तिलाई जब चलाउन थाल्छौँ त्यति बेला स्वतन्त्र आउँछ अनि ख्रीष्टको महिमा हुन्छ अनि हामी उहाँको गवाही बनिन सक्छौँ। म अब 6औं कुरामा आउँछु, 6 पोइन्ट्समा आउँदैछु। नलेज, ज्ञानको कुरामा। ज्ञानको हातमा ज्ञान चाहियो, उहाँले दिनुहुन्छ। होस् यो 4को छ, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन् र तिनीहरूले ज्ञानलाई इन्कार गरेको हुनाले म तिनीहरूलाई मेरो पुजारी हुनदेखि इन्कार गर्छु र तिमीहरू आफ्नो परमेश्वरको व्यवस्थालाई व्यवस्था गरेको हुनाले म पनि तिमीको छोराछोरीहरूलाई व्यवस्था गर्छु। बाइबलले मिठो कुरा भन्छ, मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भइरहेको छ। आज नि संसारमा सबैभन्दा ठुलो लडाइँ चाहिँ नि ज्ञानको कमीले हो। मेरो प्रियहरू अनि आज नि ज्ञानको कमीले गर्दा के हुन्छ, सत्यतालाई बुझ्नु सकेको छैन। अनि उसले जे बुझ्यो त्यसलाई मात्रै ठिक लागिरहेको हुन्छ।
तर अरूले नि कस्तो ज्ञान पाइसक्यो, उनीहरू कहाँ पुगिसक्यो थाहा छैन। आज तपाईले मैले डाक्टरसँग ज्ञानको चर्चा गर्दै हुन्छ, डाक्टरी विद्याको। तपाईले म पाइलट होइन त अन्त, तपाईले मैले त्यो जस्तो ज्ञान त मेरो पनि छ, म पनि घरबाट नि काठको है हेलिकप्टर बनाएर उडाउँछु हुन्छ। तपाईले म जस्तो क्याप्टेन बनिन्छु नि, क्याप्टेनलाई आज दाबी गर्दाखेरि हुन्छ हामी? हुँदैन, किनभने ज्ञान छ, उनीहरूले ज्ञान बढाए, उनीहरू ज्ञानी छन्। आज चर्च तपाईले म पनि वचनमा परमेश्वरको रहस्यको ज्ञानमा नि धनी हुनुपर्छ, ज्ञानको धनी हुनुपर्छ, ज्ञानी हुन जरुरी छ। जुन दिन हामी ज्ञानलाई इन्कार गर्छौँ नि, परमेश्वरले के भन्नुहुन्छ भन्छ, म तिमीलाई नि पुजारी हुनदेखि इन्कार गर्छु मेरो प्रियहरू। सुन्नुहोस् है, आज नि हामी के हो? पास्टर मात्रै पुजारी होइन, हामी राजकीय पुजारीगिरी, पवित्र जाति, हामी पनि पुजारी हौ। तपाईले पास्टर मात्रै पुजारी भन्नुहुन्छ र तपाईँ पुजारी हुनुहुन्छ। आज पुजारीले के गर्नु पर्यो? ज्ञानी हुनु पर्यो। आजको पुजारीहरू ज्ञानी हुनुपर्छ। तपाईलाई परमेश्वरले व्यवस्था गरिदियो होइन, वचनको ज्ञान हुन पर्यो, परमेश्वरसँग जिउने हुनु पर्यो। यहाँ हेर्नुहोस् है त, पहिलो कोरिन्थी 14:33 यसो भन्छ, किनभने परमेश्वर गोलमालको परमेश्वर हुनुहुन्न, तर शान्तिको परमेश्वर हुनुहुन्छ। सन्तहरू सबै मण्डलीमा भएको प्रथा अनुसार उहाँले गोलमाल ल्याउनुहुन्न। ज्ञान छैन भन्छ गोलमाल हुन्छ। मेरो प्रियहरू, कति बेला मान्छेले गोलमाल गोलमाल गोलमालको कुरा गर्छ, गोलमाल भइपठाउँछ। सुन्नुहोस् है, कोही बेला हामी प्रचार गर्छौँ अनि मान्छेले बुझ्दैन, हामीलाई के भन्छ, गोलमाल के ल्याएको यो जोसले गोलमाल बनाइसक्यो। तर ज्ञानै बढाएको छैन उनीहरूले। अब फेरि भनेको सुनेकै छैन फेरि वचन, अनि के हुन्छ, गोलमाल छ उनीहरू। अनि भन्नु चाहिँ फेरि हामीलाई गोलमाल भन्छ फेरि। सुन्नुहोस् है, म आज तपाईँलाई भन्न चाहन्छु, हामीलाई ज्ञानको आत्मा चाहिन्छ। वचन पढ्नु ज्ञानको आत्मा चाहिन्छ, रहस्य खोलिनु ज्ञानको आत्मा चाहिन्छ। मेरो प्रियहरू, प्रकाशको आयाम खोल्नु ज्ञानको आत्मा चाहिन्छ। जब यो आयाम खोलिन्छ नि, त्यति बेला मात्रै तपाईँले रहस्यको कुरालाई बुझ्न थाल्नुहुन्छ। हामी यहाँनिर नि हितोपदेशको किताबमा साह्रो मिठो कुरा ल्याएको छ, म तपाईँलाई निम्ति पढिदिन्छु ल। हितोपदेश 14:3 अनि 4, हितोपदेश 24 Proverbs chapter 24 verses 3 to 4, हितोपदेश 24 अध्यायको 3 अनि 4। बुद्धिले घर बनाउँछ, समझले त्यो स्थापित हुन्छ, ज्ञानद्वारा त्यसका कोठाहरू अति उत्कृष्ट र सुन्दर थोकले भरिभराउ हुन्छ। यहाँनिर नि बुद्धि, सुझबुझ र ज्ञानको कुरा गरेको छ। ज्ञानले चाहिँ के गरेको छ भन्नुहोस् त, त्यसको कोठाहरू नि सजाउन सक्छ अरे ज्ञानले। तर ज्ञानै छैन भने चाहिँ के हुन्छ, कोठाहरू सजाउन सक्दैन। आज तपाईँको जीवन लथर्लिङ्गै छ, आज तपाईँको प्रचार लथर्लिङ्गै छ। किन? तपाईँले ज्ञानलाई नि रद्दी तुल्याउनु भयो। तर नि ज्ञानलाई लिनुभयो भनेदेखिलाई तपाईँले बोल्ने हरेक कुरा चाहिँ नि असल कुरा हुँदै जान्छ। आत्मिक जीवन चाहिँ नि सजावट उत्कृष्ट हुँदै जान्छ। सुन्नुहोस् है, कति बेला जुन दिन चाहिँ ज्ञानको आत्माले तपाईँको जीवनलाई काम गर्छ नि, तपाईँको कोठाहरू चाहिँ राम्रो सजिन थाल्छ। लथर्लिङ्गै होइन, हामी धेरैचोटि कोठा देख्छौँ, लथर्लिङ्गै देख्छौँ। मेरो पछाडि तपाईँ, म एउटा कोठामा छु अहिले होटलको, तर यहाँ चटक्क मिलाएको छ सबै कुरा, लथर्लिङ्गै छैन। किन यो डल्लै कुरालाई मिलायो त? बुद्धिमानी मान्छे बस्छ नि त, मूर्ख बस्यो भने चाहिँ के हुन्थ्यो, बाङमुङ हुन्थ्यो। एक दुईवटा अझै भर्स दिन्छु ल। 24:5 मजाक भन्छ, बुद्धिमान मानिसको शक्ति महान हुन्छ, ज्ञानी मानिसको सामर्थ्य बढाउँछ। ज्ञानीले चाहिँ के गर्छ भने चाहिँ नि, बुद्धिमानले चाहिँ के भन्छ, मानिस शक्ति महान हुन्छ, ज्ञानी मानिसले सामर्थ्यलाई बढाउँछ। ज्ञानी मानिसले चाहिँ सामर्थ्यलाई बढाउँछ भन्छ बाइबलले। हितोपदेश 2:5 यसो भन्छ, तैँले परमप्रभुको भय बुझ्नेछस्, परमप्रभुको ज्ञान प्राप्त गर्नेछस्। तैँले परमप्रभुको भय बुझ्नेछस् र परमप्रभुको ज्ञान प्राप्त गर्नेछस्। रहस्य कुरा बुझ्न चाहनुहुन्छ, सुपरन्याचुरल कुराहरू बुझ्न चाहनुहुन्छ,
तपाईले परमेश्वरको ज्ञानलाई बुझ्न जरुरी छ। नभए बुझ्न सक्नुहुन्न उहाँले के कुरालाई गर्नुहुन्छ, नेचुरल अलौकिक कुरा चाहिँ लौकिक कति बेला हुन्छ भन्ने कुरा चाहिँ तपाईले बुद्धिलाई जान्न जरुरी छ। ओके, आज म अगाडि बढ्न सक्छु। थुप्रो कुरा छ। अब म अन्तिम बुदामा आउँदैछु। अन्तिम बुदा चाहिँ के हो भन्देखिलाई नि फियर अफ द लर्ड, परमेश्वरको भय। मलाई खुब मनपर्छ यो कुरा, टपिक फियर अफ द लर्ड, परमेश्वरको भय, परमेश्वरको डर मान्नु भनेको नि। आजको संसारमा सबैभन्दा डर लाग्दैन मान्छेलाई के चाहेको छ भन्देखिलाई नि आज एकै शब्दमा भनिदिन्छु, मान्छेलाई परमेश्वरको डर चाहेको छ। आज किन चाहिँ पाप बढिरहेको छ भन्नुहोस् त, परमेश्वरको डर हरायो। किन गिल्ला गर्नु सकिरहेको छ भन्नुहोस् त, परमेश्वरको डर हरायो। किन चाहिँ अर्कालाई झुटो आरोप लगाउन सकिरहेको छ भन्नुहोस् त, परमेश्वरको डर हरायो। किन मान्छेले बेविचार गरिरहेको छ भन्नुहोस् त, परमेश्वरको डर हरायो। किन मान्छेले रक्सी खाँदैछ भन्नुहोस् त, परमेश्वरको डर हरायो। म आज एउटा कुरा घट्टा म तपाईँलाई भनिदिन्छु। म आज यहाँ सिलगढीमा छु, म यही ठाउँकै घट्टा हो। एक दिन एउटा जवान छोरा नि, म नाम भन्दिनँ र चर्चको नाम पनि भन्दिनँ, तर म तपाईँलाई जस्ट भनेको उदाहरण। एक दिन एउटा जवान मान्छे मलाई भेट्न आयो, जो चाहिँ पास्टरको छोरा हो, 28 वर्षको केटा। अनि नि त्यो केटा चाहिँ नि कसिनो, तपाईँले जुवा खेल्ने नि कसिनो तपाईँले बुझ्नुहुन्छ नि होइन, होटलमा जुवाको गाडी लिएर आएको रहेछ, तिनीहरूको गाडी पनि हुन्छ। अनि मैले यसरी मैले चिने त्यो केटाले नि कसिनोबाट नि त्यसले जुवा खेलेर आएको हो भनिकन। अनि मैले त्यो केटालाई सोधेँ कति हार्यो भाइ? अनि त्यो केटाले मलाई के भन्यो भने नि 1,70,00,000 हारे भनिकन, जो चाहिँ यति साह्रो ठुलो पैसा, 1,70,00,000 है। अनि मैले सोधेँ कसको पैसा थियो त्यो? अनि उसले भने यताबाट बाँकी लिएको उताबाट ल्याएको, अब म त मर्नु मात्रै सुसाइड गर्न चाहन्छु, आत्महत्या गर्न चाहन्छु। अनि मैले भने तिमी आत्महत्या गर्यो भने त के त ठुलो कुरा त होइन, तिमी नरक कुण्ड जान्छ, डर लाग्दैन? अनि उसले के भन्यो भन्ला नि मलाई डर हटेको छ। छक्कै परे। त्यहाँदेखि उसँग म बात मार्दै गएँ। ऊ पास्टरको छोरा हो। अनि है मैले धेरै गरे घरे के भने ऊ घरि भाग्छु घरि के गर्छु, अनि मैले भने हेर बाइबलले चाहिँ यसो भन्छ। मैले वचन खोलेर उसलाई सुनाउन थालेँ। अनि मैले उसलाई एउटा प्रश्न सोधेँ, हेर्नुहोस् है, राम्रो सुन्नुहोस् है। हेर छोरा, तिमी त पास्टरको छोरा हौ, चर्चमा हुर्केको हौ, ज्ञानी हुनुपर्ने, तर तिमी किन मूर्ख ठहरिँदैछौ? किन चाहिँ तिमी यो कुरालाई गर्यौ? किन चाहिँ यस्तो पाप गर्न सक्यौ? उसले के भने भन्नुहोस् त, मैले जति पनि प्रचार के सुने भनेदेखिलाई प्रभुले क्षमा मात्रै गर्छ, त्यहाँनिर डरको कुरा नै थिएन। त्यसले गर्दाखेरि मैले यो पाप गरे पनि प्रभुले मलाई क्षमा गरिहाल्छ भनेर मैले एक पछाडि अर्को पाप गरेको भनिकन त्यो जवानले भन्यो। मेरो प्रियहरू, आज तपाईँलाई भनिदिउँ, याद राख्नुहोस्, यीशु ख्रीष्ट न्यायकर्ता पनि हुनुहुन्छ। यीशु ख्रीष्ट अनुग्रहकारी हुनुहुन्छ भनेदेखिलाई यीशु ख्रीष्ट न्यायकर्ता हुनुहुन्छ। उहाँ न्याय गर्नको निम्ति दोस्रो चोटि बादलमा मण्डलीलाई लिनको निम्ति उहाँ आउँदै हुनुहुन्छ। मेरो प्रियहरू, आज तपाईँ डराउनुहुन्न भने म तपाईँलाई भनिदिउँ, उहाँ न्यायकर्ता हुनुहुन्छ है। उहाँको अगाडि उभिनुपर्छ तपाईँ नि म। अनि फियर अफ द लर्ड, परमेश्वरको भय चाहिँ नि हाम्रो जीवनमा छैन भनेदेखिलाई नि हामीले सक्दैनौँ। मोसा नि परमेश्वरको भयमा जिउँथे। यहाँ हेर्नुहोस् त, प्रस्थान 20:20 म पढिदिन्छु। मोसाले मानिन्छ भने नडराऊ, किनभने परमेश्वर तिमीलाई जाँच्नलाई उहाँको भय तिमीहरूको सामु रहोस् र तिनीहरूले पाप नगर भनेर आउनु भएको छ। फियर अफ द लर्ड चाहिँ किन आउँछ भनेदेखिलाई नि, किन चाहिँ परमेश्वरको भय हाम्रो सामु रहन्छ, हाम्रो जीवनमा रहन्छ भनेदेखिलाई नि हामीले पाप नगरोस् भनिकन हो। हामीले पाप नगरोस् भनिकन नि उहाँको भय आउँछ, फियर अफ द लर्ड आउँछ। परमेश्वरको भयले चाहिँ हामीलाई पाप गर्नु दिँदैन मेरो प्रियहरू। तर परमेश्वरको भय चाहिँ जीवनबाट निक्लियो भने चाहिँ नि मान्छेले चोर्नु चाहिँ किन्नु के जस्तो मान्दैन, ढाँट्नु पनि के जस्तो मान्दैन, छल्नु पनि के जस्तो मान्दैन। अब कहाँनिर चाहिँ परमेश्वरको भय निक्लिँदा मान्छे मर्यो भन्नुहोस् त? हनिनिया र सपरिया। हनिनिया र सपरिया नैनियमा हामी हेऱ्यौँ भनेदेखिलाई नि आत्माको भयङ्कर काम भइरहेको बेलामा नि पत्रुसको अगाडि आएर ढाँटेन भन्नुहोस् त? पैसा त लुकाएर उसले। अनि ढाँटेको अन्जाम के भयो? पुग्लुकै मर्नु पर्यो दुईजना नै। किन भन्नुहोस् त? परमेश्वरले नि भय त्यस कारण दिनुहुन्छ मान्छेले पाप नगरोस् भनिकन। भजन सङ्ग्रह 119:38, भजन सङ्ग्रह 119:38, तपाईँको दासलाई दिनुभएको प्रतिज्ञा पुरा गर्नुहोस् र तपाईँको भय मानियोस्। तपाईँको दासलाई दिनुभएको प्रतिज्ञा पुरा गर्नुहोस् र तपाईँको भय मानियोस्। दाउदले मिठो कुरा भन्छ, तपाईँको भय मानियोस्। चर्च खोइ हामी आज
हामी परमेश्वरको भय मानेको, हामी मान्दैछौँ साँच्चै साँच्चै डर छ, परमेश्वरको भय छ आज नानीहरूलाई। आज म तपाईँलाई सोध्न चाहन्छु मेरो प्रियहरू, कतिको भएको आत्माले तपाईँको जीवनलाई काम गर्दैछ? बाइबलले यो कुरा भन्छ, यशाया 6:5, मैले भने धिक्कार, म नष्ट भए, किनभने म अशुद्ध ओठ भएका मानिस हुँ, अशुद्ध ओठ भएका मानिसको बिचमा म बस्दछु। मैले मेरो आँखाले सर्वशक्तिमान प्रभु महाराजलाई देखेको छु। यशायाले नि जब परमेश्वरलाई देखे नि त्यो महिमामा नि भएको आत्माले काम गर्यो। अनि उसले के भन्यो, म चाहिँ पापी हुँ, अशुद्ध ओठ भएको मान्छेको बिचमा बस्छु, अशुद्ध बोली बोल्ने हो म त। ऊ डराए मेरो प्रियहरू, परमेश्वरले उसलाई बचाउनु भयो। हितोपदेश 1:7 यसरी भन्छ, हितोपदेश 1:7, परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर मूर्खले बुद्धि र अनुशासनलाई तुच्छ ठान्छ। परमेश्वरको भय चाहिँ नि ज्ञानको सुरु हो। नभए ज्ञान नि हुनु हो भन्दा नि उहाँको भय नि तपाईँ नि मेरो जीवनमा नि गाडेको हुनुपर्छ। भजन 111:10 म अन्तिम पत्ला पढ्दैछु। तर यी सबै एकै पवित्र आत्माका कुरा परमप्रभुको भय बुद्धिको सुरु हो, उहाँका आदेश पालन गर्नेहरूले समशक्ति ठिक हुन्छ र उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ। भजन सङ्ग्रह 111:10 पनि त्यही भन्छ, परमप्रभुको भय बुद्धिको सुरु हो। सुन्नुहोस् है, परमेश्वरको भय चाहिँ बुद्धिको सुरु हो। आज यो आत्माले जब हाम्रो जीवनमा काम गर्छ नि, त्यति बेला चाहिँ के हुन्छ भन्नुहोस् त, हामी बुद्धिमा, ज्ञानमा, शक्तिमा हामी सजिलो प्रकारले नि हामी अगाडि बढ्न सक्छौँ। यसकारण आज मेरो प्रियहरू, मैले 7 आत्माको कुरालाई गरेँ, अनि आज यो 7 आत्मा चाहिँ हाम्रो जीवनमा नि एक्टिभेट भएको होस् या चल्न सुरु भएको होस्। तपाईँले पाइसकेको छ, तपाईँ भित्र नि आइसकेको छ पवित्र आत्मा आउँदाखेरि। तर यो आत्माले नि हामीले आज कामै गरेको छैन। मैले अब यहाँनिर नि एक्टिभ र इनएक्टिभ मैले हुँदै इङ्ग्लिसबाट भन्दैछु है। चल्नु र नचल्नु भन्ने कुरा चाहिँ यहाँनिर छ। यहाँ हेर्नुहोस्, मेरो यो आइफोन हो नि है, अहिले मैले यो आइफोनलाई नि इनएक्टिभ बनाइराखेको छु। किन? मैले यसलाई फ्लाइट मोडमा राखेको छु। तर यो आइफोन नि अहिले चल्नु सक्छ, अगाडि बढ्नु, यसले नि भिडियो गर्नु सक्छ, सबै कुरा गर्नु सक्छ नि। तर यो आइफोन किन चलेन भन्नुहोस् त? यसलाई मैले फ्लाइट मोडमा राख्दिएँ। फ्लाइट मोड छ यहाँनिर। यो फ्लाइट मोड मैले हटाएँ भने नि यो फेरि नर्मल मोडमा आउँछ। नर्मल मोडमा आयो भने फोन गर्नु थाल्छ, भिडियो कल गर्नु सक्छु है, जे पनि गर्नु सक्छु। किन? यसलाई मैले एक्टिभ गरेँ। मेरो प्रियहरू, एक्टिभ र इनएक्टिभ त तपाईँले बुझ्नुहुन्छ। सिम कार्ड, सिम हाल्ने बित्तिकै फोन चल्दैन, तर त्यसलाई एक्टिभ गर्नुपर्छ। आज तपाईँभित्र सिम हालिसकेको छ मेरो प्रियहरू, परमेश्वरले पवित्र आत्मा पठाइकन आज त्यो कुरा नि तपाईँको जीवनमा एक्टिभ भएको होस्। अनि 7 आत्मा नि तपाईँको जीवनमा काम गरेको होस्। कुन चाहिँ 7 आत्मा? म यशाया 11:2 म फेरि पनि पढिदिँदैछु तपाईँको निम्ति अन्तिमचोटि, त्यहाँदेखि म प्रार्थना गर्न चाहन्छु। परमप्रभुको आत्मा उहाँमा रहनुहुन्छ, बुद्धि र समझको आत्मा, सल्लाह र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भएको आत्मा। यो आत्मा नि आज तपाईँको जीवनमा जब नि चल्नु थाल्छ, तपाईँको जीवन चाहिँ शक्तिशाली, तपाईँको जीवन चाहिँ सामर्थ्यलो, तपाईँको जीवन चाहिँ परमेश्वरलाई मनपर्ने जीवन हुँदै जान्छ। किन? तपाईँको हरेक क्षेत्रमा वृद्धि, हरेक क्षेत्रमा आशिषित, हरेक क्षेत्रमा परमेश्वरको महिमाका कुराहरू तपाईँको जीवनमा देखा पर्न थाल्छ। आमेन। आउनुहोस् हामी प्रार्थना गरौँ। म प्रार्थना गर्छु कि तपाईँको जीवनमा यो आत्मा आजदेखि चल्न सुरु गरेको साना नानीहरू हुनुहुन्छ, तपाईँ इभन लिडर्स हुनुहुन्छ, आमा बाबु हुनुहुन्छ, जो पनि हुनुहुन्छ, इनएक्टिभ भएको नचलेको आत्मा आजदेखि तपाईँको जीवनमा चल्न सुरु गरेको पवित्र आत्माले चलाउनुहुन्छ। म सिलमानस तामाङले सक्दैन, तर पवित्र आत्माले तपाईँको जीवनलाई चलाउनुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। दयालु येशू ख्रीष्ट, म यतिलाई प्रार्थना गर्छु, तपाईँले मुख खोलिकन प्रार्थना गर्नुहोस् अनि प्रभु भन्नुहोस्, प्रभु यो आत्मा मेरो जीवनमा चल्न सुरु भएको होस् भनिकन। दयालु येशू ख्रीष्ट, म यति बेला प्रार्थना गर्छु कि तपाईँका छोराछोरीको जीवनमा पवित्र आत्मा, तपाईँको 7 आत्माले यति बेला तपाईँले भरिसक्नु भएको छ। अब त्यो आत्मा चल्न सुरु भएको होस् येशू ख्रीष्टको नाममा रगतमा। हरेक इनएक्टिभ कुराहरू चाहिँ अब येशू ख्रीष्टको नाम रगतमा एक्टिभ भएको होस्। अनि म प्रार्थना गर्छु कि तपाईँको त्यो शक्तिले, त्यो सामर्थ्यले, त्यो भरपुरले यति बेला भरिदिनुहोस्। अनि तपाईँको महिमा भएको येशू ख्रीष्टको नाम रगतमा
यो आत्मा चल्न सुरु भएको होस् येशू ख्रीष्टको नाम रगतमा यो आत्मा एक्टिभ भएको होस् येशू ख्रीष्टको नाम रगतमा यो आत्मा अब चल्न सुरु भएको स्वीकृतिलिबी हिक्रु तुरुबो सरबो खो तरब राहका तलब हजकृतिलिबी हिक्रु तुरुबो हुसुक्रु तुलबो रिखि तिरिबी हिजक्रा तलमा हक्रुबो राहका तलमा हजकृतिलिबी हितिरबो कुरुबो सिखितिलिबी हिन्दिरी हिजक्रु तुरुबो हुखता Samaraha talamaha diribi hezekrutuloba sektirimi hikurumu hotalamaha kurahashata mitalamaha kurahashaterbe rihikitirimi hindiri hezekrutulubu samaraha talamaha turuba hakitirimi rihitirimi hesukrutalamayasse Yesu ख्रीष्टको नाम रगत त्यो बतास आओस् यति बेला तपाईको आत्माको चारै दिशाबाट अनि त्यो ढाकिएको हरेक आत्माको कुरा त्यो धुलोले संसारको कुराले ढाकिएको होला अब त्यो कुरा उडेको होस् अनि हरेक कुरा चाहिँ प्रकट नभएको कुरा चाहिँ प्रकट भएको होस् येशू ख्रीष्टको नाम रगतमा येशू ख्रीष्टको नाम रगतमा येशू ख्रीष्टको नाम रगतमा येशू ख्रीष्टको नाम रगतमा अब प्रकट भएको होस् त्यो कुरा चल्न सुरु भएको होस् अनि तपाईको महिमा भएको होस् जसै कुरा बोलिरहेको छु कतिजनाको जीवनमा त्यो आत्माको कुराहरू खोलिन सुरु भयो अनि म आत्मामा के कुरा देख्छु भन्दैलाई धेरैजनाको जीवनमा चाहिँ त्यो कुरा छ एउटा मुना लागेको जस्तो भइराखेको छ पवित्र आत्मा यो कुरा भन्छ आउने दिनमा तिम्रो जीवनमा चाहिँ त्यो कुरा देखा पर्छ तिम्रो जीवनमा चाहिँ त्यो कुरा चाहिँ प्रकट हुन्छ भनेर पवित्र आत्मा भन्नुहुन्छ दाजु प्रभु धन्यवाद यति बेला त्यो कुराको प्रकट हुँदैछ यति बेला त्यो कुरा काममा आउँदैछ तपाईको महिमा भएको होस् तपाईको आलो र बत्लिन्छ नि लुतुपुतु गरी मान्छे शक्ति सामर्थ्य तपाईले भरिदिनु निसन तपाईको महिमा नेछ धन्यवाद प्रभु यो आत्माका लागि म येशूको नाम रगत म एकजनाको जीवनमा सिल गर्दैछु रोगीहरु सबले रोगीको ज्वार टुक्रा भएको होस् बन्धनका सांगलहरु टुक्रा भएको होस् भूतात्मका सांगलहरु टुक्रा भएको होस् येशूको नाम रगत बाहिर निस्किआइछ येशूको नाम रगत बाहिर निस्किआइछ स्वतन्त्र अनि छुटकारालाई म त्यसलाई बोल्दैछु प्रभु धन्यवाद पूर्ण स्वतन्त्र पूर्ण संगाई पूर्ण जीवन बगेको होस् तपाईको महिमा भएको होस् प्रभु धन्यवाद यो संगतिलाई यो तामाङ फेलोशिपलाई तपाईले आशीष दिनुहोस् म प्रार्थना गर्छु कि हरेक हाम्रो जातिलाई तपाईले वृद्धिमा समृद्धिमा आशीषमा तपाईले अगाडि बढाउँदै लानुहोस् यी दिनहरुमा धन्यवाद दिन्छु तपाईले हाम्रो जातिलाई तपाईले चलाइराख्नु भएको छ तपाईले तपाईको रगतले किनेका जाति बनिन सकुन् तपाई उद्धार पाएका जातिहरु बनिन सकुन् तपाईले हृदय लेखाएका जातिहरु बनिन सकुन् अनि तपाईलाई महिमा दिन सकुन् धन्यवाद आदरणीय पास्टर मलाई जुन ज्ञान बुद्धि तपाईले दिनुभयो र हाम्रो आफ्नो जातिलाई उद्धार गर्नको निम्ति यो संगति सुरु भइराखेको छ यसको निरन्तरता अझ भइराखेको छ कन्टिन्यू भइराखेको छ तपाईको शान्तिले तपाईको शक्तिले तपाईको सामर्थ्य तपाईले बढ्नुस् अनि तपाईको महिमा भएको होस् धन्यवाद प्रभु सबै कुराका लागि सबै महिमा सबै आदर तपाईलाई भएको होस् प्रार्थनालाई सुन्नुहोस् अनि ग्रहण गर्नुहोस् नासरको येशू ख्रीष्टको नाममा आमेन र एकदमै है आदरणीय पास्टर बललाई एकदमै धन्यवाद दिन चाहन्छु र विशेष गरिकन है म एउटा एकदमै इम्पोर्टेन्ट कुरा छ र म बाहिर जानु पर्दैछ फेरि है र त्यसले गर्दाखेरि मलाई बिदा पनि दिनुस् र फेरि है एक दिन म विश्वास गर्छु पास्टर बलले मलाई पक्का नै बोलाउनु हुन्छ होला जोड्छ होला भने अरु बोले पनि म जोडिन्छु है र त्यति बेला फेरि पनि बात मार्छु र एकदमै म यहाँ छोरालाई भन्नु पर्यो तामाङ गीत खुब मन पर्यो एक दुईवटा चाहिँ मलाई यो रेकर्ड पठाइदिनु नि यसो हाम्रो घरकोले नि सुन्नुहोस् सिकोस् पनि ल जय मसीह या हालेलुया एकदम हाम्रो देशमा शक्तिशाली परमेश्वरको जिउँदो वचन बोलेर हाम्रो गुरुबा अब उहाँको चाहिँ अर्को इम्पोर्टेन्ट मिटिङ भएको कारणले उहाँ जानुहुनेछ हामी हृदयदेखि नै उहाँलाई ताली बजाएर धन्यवाद दिनेछौँ हालेलुया हामी धेरै लानन मोलम याङ्गो मोला याङ्सी हालेलुया धेरै आशिष पाएको छ आज धेरैजना जुट्नु भएको छ परमेश्वरलाई धन्यवाद अनि आज विशेष गरी अनि उहाँले हाम्रो देशमा अहिले चाहिने तत्त्व परमेश्वरको वचनबाट हामीलाई खुवाउनु भयो एकदमै खुसी लाग्यो परमेश्वरलाई धेरै धन्यवाद साँच्चै नै आजको मण्डली आजको विश्वासीहरूलाई परमेश्वरको शक्ति र बुद्धि र ज्ञानको आत्माको खाँचो छ यो साँच्चै नै एकदम परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस् अनि मैले अनि अहिले म विशेष गरी 72 घण्टा यो 36 घण्टा के अरे 3 दिनको एकदमै उपवासमा छु अब हाम्रो मण्डली अनि म आफै पनि मैले विशेष गरी यही मेरो एकदम प्रार्थनाको विषय नै यो थियो अनि परमेश्वरको बुद्धिले चाहिँ भरेको होस् भनेर है हामी कति समय प्रार्थना गर्दाखेरि चाहिने संसारको धन दौलत भङ्गाला
जे कुरा चाहेको देखेको कुरा मागिरहेको रहेछ आजसम्म। अनि मैले अस्तिबाट मैले सुरु गरेँ, म यो आउने शनिबारको 12 बजी चाहिँ मेरो 72 घण्टाको 3 दिनको पुरा फास्टिङ सिडिल छ। अनि मैले चाहिँ यही कुरा देखेर अनि परमेश्वरसँग यो ज्ञानको आत्मा बुद्धिको आत्मा चाहिन्छ भनेर म यो उपवासको 3 दिनको प्रार्थनामा थियो। अनि हिजो अस्ति भर्खर उहाँसँग कुरो गर्दाखेरि मैले वचन बोल्ने यस्तो उस्तो भन्ने केही पनि भनेन, तर उहाँले ठ्याक्कै आत्मासँग मिलेको जुन वचन मलाई र हामी सबैजनालाई यो दिनुभएको छ आशिषको वचन, हामी खुसी छौँ, धन्यवादी भएको छौँ। हालेलुया, धन्यवाद। आज धेरैजना हाम्रो तामाङ यो इन्टरनेसनल तामाङ क्रिस्चियन तामाङ फेलोसिपमा यो हाम्रो जुम सेवामा जोड्नु भएको छ। तपाईँ सबैजनालाई हामी स्वागत भन्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। प्रत्येक समयमा यो हरेक बिहिबार हाम्रो यो सेवा हुन्छ, सङ्गति हुन्छ। प्रायः हामी तामाङ भाषामा गर्छौँ, तर वचन बोल्ने वक्ताहरूलाई चाहिँ हामी नेपाली पनि हामी बोल्ने मौका दिन्छौँ। हामी नेपालीबाट पनि हामी आराधना गर्छौँ। आज धेरै खुसी भएको छ। हामी हाम्रो टिमहरू तपाईँहरूको नयाँ मुहारहरू देख्न पायौँ। अनि यो समयमा हामी हरेक समयमा अन्तिममा हामी छोटो परिचय हामी स्वागतको समय छ। अनि यो समयमा आज मात्र जोड्नु भएको हाम्रो मित्रहरूलाई हामी स्वागत गर्नेछौँ है। हामी 9:30 सम्म पनि हामी जान सक्छ। अनि तपाईँलाई यति आधार छ भन्दाखेरि तपाईँ है हाम्रो अन्तिम प्रार्थनासम्म पनि तपाईँ बस्न सक्नुहुन्छ। हाम्रो टिमलाई प्रार्थना गरौँ। हामी स्वागत गर्छौँ हाम्रो तामाङ सेवामा। तपाईँले छोटो परिचय दिनुभयो भने हालेलुया हुन्छ। हामी सबै भन्दाखेरि अलिकति हुन्छ होला। हामी सबैजनालाई हामी स्वागत गर्न चाहन्छौँ, नयाँ पुरानो सबैलाई। हाम्रो विशेष गरी यहाँ जयबहादुर पास्टर जय कुमार गुरुबा आउनु भएको छ, उहाँलाई पनि एकदम हामी स्वागत भन्छौँ। अनि विशेष गरी हाम्रो यहाँ भुटानबाट रामदोर्जी मामा आज चाहिँ उहाँलाई एकदम मौका पाएछ, उहाँलाई पनि हामी स्वागत भन्छौँ है। अमेरिकाबाट अनि क्यानाडाबाट हुनुहुन्छ, सबैजनालाई हामी स्वागत भन्न चाहन्छौँ। हामीसँग अहिलेसम्म पनि लगभग 56 डिभाइसमा हामी छौँ। हामीसँग एकजना मात्र छैन। जहिले पनि तामाङ सेवामा चाहिँ एउटै सिङ्गल बस्दैन। तामाङ सेवामा मैले देख्छु लगभग हामी 5 जना 2 जना 3 जना भइरहन्छन् है, ग्रुपमा हुनुहुन्छ। हामीसँग अझै अन्तिमसम्म 56वटा डिभाइसमा हामी देखिरहेको छौँ। सबैलाई स्वागत भन्न चाहन्छु। परमेश्वरले आशीर्वाद दिनुभएको होस्। तपाईँहरूलाई म यो अनुरोध पनि गर्न चाहन्छु, हाम्रो तामाङ सेवालाई अघि नै हाम्रो वक्ताजीले यो पनि प्रार्थना गर्दै गर्दै उहाँले यो शब्द दोहोऱ्याउनु भयो, यो सेवा चाहिँ निरन्तर चलोस्। हालेलुया, आमेन। निरन्तर चल्नको लागि म तपाईँसँग अनुरोध गर्छु है। यो सेवाको कारणले गर्दा आज विश्वभरि छरेका तामाङ जातिहरू चाहिँ अनि परमेश्वरमा आउन पाएको छ, समर्पित हुन पाएको छ, अनि एकसाथ जोड्न पाएको छ। यो चाहिँ खुसीको कुरा हो। धन्यवाद। एकदम परमेश्वर दा महिमा दा गई यांगला चु तामाङ जुम सेवारे जोड त शिवा है तामाङ जुजाले नानागा भेनदन परमेश्वर मलम दन जुगाई। हालेलुया, जोरदार ताली बजाएर धन्यवाद दियो अनि सबैजनालाई। आमेन। अनि अघि नै उहाँले वचन बोल्दै गर्दाखेरि हामी जब मण्डलीमा शक्तिको आत्मा आउँछ त्यसपछि शैतान चाहिँ डराउँछ। हालेलुया, दुष्ट आत्माहरू चाहिँ डराउँछ है। हालेलुया, साँच्चै नै अब मण्डलीमा त्यो शक्ति, त्यो अभिषेक, त्यो आत्माको ज्ञान आउनु परेको छ र हुनु पर्छ। परमेश्वरलाई धन्यवाद दिँदै अनि यो समयमा एकदमै इम्पोर्टेन्ट तपाईँको केही प्रार्थनाको विषय छ भनेदेखिलाई तपाईँले राख्न सक्नुहुनेछ। हामी अन्तिम प्रार्थना गर्नेछौँ। हुन्छ, तपाईँहरूलाई केही इम्पोर्टेन्ट तपाईँको विशेष प्रार्थना विषयहरू छ भने राख्न सक्नुहुन्छ। हुन्छ, प्रभु येशू ख्रीष्टको नाममा सबैलाई जय मसीह। जय मसीह हजुर। म रश्मिला विश्वकर्मा सिन्धुलीबाट है। मेरो चाहिँ मण्डलीको लागि प्रार्थना गरिदिनु। एउटा मेरो पास्टर बुवा एक्लै हुनुहुन्छ अनि हामी चाहिँ यो जोसमा अस्ति क्याम्पमा मात्रै होइन, हामी चाहिँ पहिलेदेखि नै जोइन भइराखेको हो है। अब यो कतिवटा हामीले छोड्नु पर्ने कुराहरू, हामीले त्याग्नु पर्ने कुराहरूबाट यो एउटा सत्यताको मार्गबाट हिँड्दै गर्दाखेरि सतावटहरू आएको छ। सबैले सत्यतालाई ग्रहण गर्न सकोस्, सबैको आँखा खुल्न सकोस् भनेर प्रार्थना गरिदिनु होला। अनि मेरो परिवारको लागि अनि मेरो श्रीमानले उहाँको लागि अनि मेरो मण्डली चाहिँ के छ भने तपाईँहरूलाई विशेष प्रार्थना
यहाँनिर हाम्रोमा चाहिँ एकजना दाइ चाहिँ विश्वासी हो है, उहाँ चाहिँ एकदमै नाम चलेको मान्छे हो। म नाम लिन, तपाईँले देखि पनि सक्नु भएको होला, चिन्नुहुन्छ है। उहाँ काङ्ग्रेसमा उठ्नु भएको छ, तर उहाँले चाहिँ माला सिन्दुर सबै लाउनु भएछ। उहाँको परिवार होल फ्यामिली नै क्रिस्चियन हुँदा पनि एउटा संसारिक हिसाबले चल्नु भएको छ, प्रभुलाई त्यागेको पनि होइन होइन। तर त्यो कुराले गर्दाखेरि हामीलाई धेरै चुनौतीहरू पनि छ, अनि समस्याहरू छ, अनि कति कुराहरूमा निन्दा छ। प्रभुको नामको सबैभन्दा पहिलो उहाँको लागि प्रार्थना गरिदिनु। भोट माग्न आउनु भएको थियो, मैले केही पनि जवाब दिन सकिनँ है। प्रभुको इच्छा जे छ जस्तो छ त्यही कुरा होस्, तर उहाँहरूले चाहिँ पश्चाताप गरेर सत्यतामा चाहिँ फर्किन सक्नु भओस् भनेर तपाईँहरूले प्रार्थना गरिदिनु। जित्नु नजित्नु उहाँको ठाउँमा छ। अनि सबैलाई यति नै हो मेरो प्रार्थना विषय। हुन्छ, जय मसीह। हुन्छ, हामी प्रार्थना गर्छौँ उहाँको जुन सिन्धुलीबाट रश्मिता होइन, रश्मिला, उहाँको लागि हामी प्रार्थना गर्छौँ। उहाँको मण्डलीको लागि, उहाँको अगुवाहरूको लागि हामी प्रार्थना गर्दैछौँ। आज धेरै मानिसहरू विशेष गरी जस्तै छ है, कोही क्रिसमस छ भने त्यो नयाँ सृष्टि हो, पुरानो कुरा बिति गयो, नयाँ आयो भनेर छ। अनि नयाँ गरी जन्मिन अलिकति गाह्रो हुन्छ। हुन्छ, अरूले अघि हाम्रो पास्टर रुबेन आसँग बोल्दै हुनुहुन्छ, हजुर भन्नुहोस्। ल हिँड्न जमनन यापुला जमेसी जमेसी अगा नै सु 40 दिनला सु फास्टिङ मलाङाला नै ngada chu fasting चाहिँ ngada लागि हेन बगा तर जमान हिजो लागि हो रङला मण्डली लागि हो जो फास्टिङ उपवास चाहिँ बिवा मला तर मतिला बतनी बिवा मला उपवास र फास्टिङ चाहिँ बिना चाहिँ कुनै भूत आत्मा निकाल्न सक्दैन बिस पाउँ मला तर यहाँ चाहिँ उपवास री शक्ति मला यहाँला पास नै पाउँजी हैन शक्ति देखेन मलाई प्रभुले शक्ति मलाई तर यहाँला शक्तिला प्रयोगला वर खामदोजी यहाँ चाहिँ शक्तिला यहाँ चाहिँ उजुला वर खामदोजी हैन प्रभु यहाँ बर्ता खामदोजी दोलन यहाँला नान्चे पाउनु बा 12 वर्षपछि मेदुको खाले मार गिर ताबजी मु हैन र थेदुको चाहिँ खाले प्रभुले जनलाई खादो बा थेदुको चाहिँ क्लास नाम हैन प्रभुलाई राज्यमा हैदो बा बिवा हैन त्यो लागि प्रार्थनालाई दिनु र यहाँला मण्डली परिवार लागि यहाँला उपवासला लागि र यहाँला निरन्तर त्यो संगति चाहिँ आज वर्तमान गई र कतै रङमा जो जो आको नाना परिदुको नै खाखामको सुसंगति गो खम्बे से खम्बे यांगमी खतरंग सेवा रे तर पनि गोवाला लागि सेवाला लागि चाहिँ yang हाँसा व्रत दल विवाहमा मलाई विश्वास मलाई प्रार्थना मलाई र हैन धन्यवाद विशेष गरेर यहाँला छोरी यहाँला संगन आसिङ मुला मुसा आसिङ थेला चाङ चाहिँ सरिता राणा छिमु ते माइला चाहिँ जुनङ ओदो एलर्जीला बिमार छिमु र ते सरिता राणा ते चाङ छिमु यसलाई प्रार्थनालाई दिनु र यहाँलाई गीत यहाँला माई मुला पन्ने त्यसलाई मेन चाहिँ शर्मिला हो शर्मिला तामाङ त्यसलाई चाहिँ दान्दे मेडिकली मुला बिताम लाम्बा र रङ्गु खुसी आब्दु खुसी जमान चाहिँ प्रार्थनालाई सुगो ज्या खाम भई ब्रबरी खा खाम भई हैन यति नला जयमसी जयमसी धन्यवाद यहाँला पास्टर रुबिन तामाङ आसंदा धन्यवाद उहाँले अहिले क्यानाडाबाट उहाँले बोल्दै हुनुहुन्छ उहाँको 40 दिनको उपवास अनि त्यो चाहिँ 40 दिनको उपवासको अवधिमा आफ्नो मण्डलीको लागि देशको लागि राष्ट्रको लागि जातिको लागि उहाँ 40 दिनको उपवास बस्नु भएको छ उहाँको जीवनमा पवित्र आत्माको शक्ति र पवित्र आत्माको अनोइन्टिङ अभिषेक आएको छ भनेर उहाँले जुन प्रार्थनाको अनुरोध गर्नुभएको छ हामी प्रार्थना गर्नेछौँ त्यसपछि क्यानाडाबाटै मोसा अनि उहाँको छोरीको लागि भन्ने जस्तो लाग्यो अनि उहाँको जुन एलर्जीको समस्या छ भन्ने कुरो छ अनि यसको लागि पनि हामी प्रार्थना गर्नेछौँ धन्यवाद हुन्छ त्यसै गरी आज भोलि हाम्रो यो तामाङ इन्टरनेसनल तामाङ फेलोशिप टिमका हाम्रो वर्शिप टिमहरूले एउटा गीत चाहिँ भिडियो गर्नका लागि भोलि तयार छ हो हाम्रो टिमहरू भाइहरू तयार भएको छ यसको लागि चाहिने आर्थिक बौद्धिक सबै कुरा परमेश्वरले जुड्याउनु भएको छ भनेर हामी विश्वासमा यो काम गर्दैछौँ अनि यो यसको लागि पनि तपाईले प्रार्थना गरिदिनु होला धन्यवाद एकदम हाम्रो समय अब अन्तिम भएको छ परमेश्वरलाई धेरै धेरै धन्यवाद अनि तपाईहरु सबैजनालाई म हृदयदेखि धन्यवाद दिँदै अर्को बिहीबार भेट्ने हामी गुरु गर्दै अरु केही बोल्दै हुनुहुन्छ जय मसीह सबैलाई हजुर पास्टरज्यू भन्नुस् हजुर स्वागत छ जय मसीह जय मसीह चितवनबाट
छेदन चौधरी शक्तिखोर पवित्र मण्डलीको एकजना हाम्रो विश्वासी बिरामी हुनुहुन्छ प्रिस्किला श्रेष्ठको लागि एकदमै त्यो अपरेसन भोलि छ मुटुको समस्या छ मुटुमा पाल परेको भन्ने कुराहरू आइरहेको छ आर्थिकहरू जुट्न सकेको होस् अनि अपरेसन चाहिँ सक्सेस हुन सकेको होस् भनेर सबैले प्रार्थना गरिदिनु होला हुन्छ यति नै छ हुन्छ हाम्रो चितवनबाट पास्टर छेदन चौधरीज्यू बोल्नुभयो अनि उहाँले आफ्नो मण्डलीको छोरीको लागि अनि प्रिस्किलाको लागि प्रार्थना अनुरोध गर्नुभएको छ हामी प्रार्थना गर्दैछौँ सबै कुरा सफल हुनेछ हालेलुया अर्को हाम्रो वक्ता तिदोङ मामा अमेरिकाबाट बोल्दै हुनुहुन्छ हो हुन्छ है आशाङ लसो फ्यामिली जय मसिह नेपाली ल्याङ्ग्वेजमा पाङ्गो चाहिँ शरीरमा बुढा भए पनि शरीरमा बुढी भए पनि शरीरमा पाको भए पनि आत्मा ज्ञानमा चाहिँ दरिलो भएर मनमा राख्यो भने चाहिँ हामीले प्रभुमा अघि बढ्नु सक्ने रहेछ भन्ने आजको वचनमा धेरै उत्साह भयो मेरो मनमा अनि मेरो विषय चाहिँ धन्यवादको छ अनि मेरो छोराको लागि बिहे गर्नुपर्ने छ एउटा असल छोरी पाओस् भनेर सबैले सुन्ने जतिले चाहिँ प्रार्थना गरिदिनु होला मेरो नाम चाहिँ भक्त तामाङ मेरो छोराको चाहिँ जोन तामाङ हो जय मसी हुन्छ हाम्रो पास्टर अगुवा हाम्रो भक्त तिदोङ मामाले एकदम छोराको लागि एकदमै असल करङ चाहियो भनेर प्रार्थना मागिरहनु भएको छ परमेश्वरले जुडाइसक्नु भएको छ भनेर घोषणा गर्नुपर्छ हामीले अनि प्रभुले दिनुहुन्छ मुखले जे घोषणा गर्छ त्यो कुरा पुरा हुन्छ हालेलुया हुन्छ अब हामी अन्तिम प्रार्थना गर्नेछौँ अरू कोही केही भन्दै हुनुहुन्छ हुन्छ जय मसी पास्टर बुवा जय मसी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सानो प्रार्थनाको विषय छ मेरो नाम चाहिँ वर्षा खनाल म इन्डियामा छु सो मेरो एकजना भाइ हुनुहुन्छ भुटानबाट उहाँको छातीमा घाउ छ सो त्यो घाउले गर्दाखेरि चाहिँ धेरै दुखे गर्छ पहिलादेखिकै हो अनि ट्रिटमेन्टको लागि पनि धेरै हस्पिटल गइसक्नुबाट अझै पनि निको चाहिँ भएको छैन सो प्रभुले छिट्टै निको पारिदिनु भएको होस् भनेर प्रार्थना गरिदिनु होला थ्याङ्क यू पास्टर बुवा हुन्छ वर्षा खनाल इन्डियाबाट हुनुहुन्छ उहाँको भाइको लागि हामी प्रार्थना गर्छौँ येशू ख्रीष्टको नाममा उहाँको सबै रोगहरू निको भएको हामी घोषणा गर्नेछौँ धन्यवाद अरू केही छैन भनेदेखि हामी प्रार्थना गर्नेछौँ हुन्छ हामी यस समयमा सबै विषयलाई समेटेर हामी प्रार्थना गर्नेछौँ रोगी बिमारलाई चङ्गाई गर्नेछौँ खासलाई अभाव भएकाहरूलाई पुरा भएको घोषणा गर्नेछौँ जोडी चाहेकोलाई जोडी पाएको घोषणा गर्नेछौँ राजाको सेवाको अन्तिम समय आशिषको प्रार्थना हाम्रो भुटानबाट हाम्रो एल्डर रामदोर्जी मामा हुनुहुन्छ उहाँलाई यो समय दिनेछु उहाँले केही भुटानको जानकारी छोटो दिएर उहाँले अन्तिम प्रार्थना गर्नुहुनेछ रामदोर्जी मामा जान्नुभयो हुन्छ उहाँ जानु भइसक्यो जस्तो लाग्यो भुटानबाट हुन्छ हाम्रो बिचमा हाम्रो पास्टर गुरुबा हुनुहुन्छ हाम्रो जय कुमार सुनवार राई गुरुबालाई यो समय दिनेछ अन्तिम आजको अन्तिम प्रार्थना सबै विषयलाई समेटेर हजुरले आशिषको अन्तिम प्रार्थना गरिदिनु न म यो समय दिन्छु हजुरलाई